다 사람 기운에 신신난게기 파소기 누기데 संसार मार्फत अनि हिँडिरहनु हुने 줌바도 अ, 주문하면 쏘다 आर्य सङ्घ दाना 시기 भिक्षु भिक्षुनी 셔럽 त्यस्तै गरी अनि 셔럽 सबै धर्म 소와야 मित्रहरूमा अनि अनि सबैलाई 공급사회 점주셔야지 सुस्वास्थ्यको कामना साथसाथै हार्दिक न्यानो अभिवादन टक्र्याउन चाहन्छु। 다드네 이제 거스 봐봐데 अनि आजको मुख्य अब विषय फेरि निरन्तरता दिन चाहँदैछु। 라망업집에 지시 시야도 पञ्चसिकाको वसन्ती प्रवचन शिक्षा रहेको छ। 라망업집 업집에다 지시에 뒤야 디 삽제에 소 제종업의 신비기 अब यसको मुख्य विषय चाहिँ चङ्कपा गुरुले 단지 अब 시샤지 슈여베 यसको 아니 टीका अ, मुख्य स्रोत राखेर म बताउँदै 다 삽제에다 गएको छु। 그루바 지들 루바사 아들 투여베 अब यो 다 그루바 지들 루바사 디 나나 उम्, 유위와 사디 슈시 सम्मान कसरी गर्ने भन्ने 다 विषयमा 삽제 8 विषय भएको 아니 मध्येमा अहिले कुन 상계 चाहिँ 싸워 विषयमा छ भन्दाखेरि अब दोस्रो रहेको छ बुद्ध जसरी 상계 हेर्ने। 싸워서 될라야 아니 나세기 여인이 요데 बुद्ध जसरी हेर्नुमा अब दुई प्रकारको विषय रहेका छन्। 주먹 एउटा प्रत्यक्ष 가서 अर्थ 먹으려고 र के हो त, अर्को चाहिँ के हो 시기 त, कुनै गन्दा महिलाहरू 다디나 भएको भने के हो त, अब 드린 अ, अपमान गर्ने चाहिँ 니가로 쉬어야 배우기 되다 निषेध गर्ने भन्ने कुरा अब 누구바 रहेको हुँदाखेरि आज 니가로 यो 쉬어야 도시말 आज म दुइटै विषयलाई 다대야 निरन्तरता दिन चाहँदैछु, 도대게 बताउन चाहँदैछु। 은퇴버시 도대게 나로네 अब यो दोधेगेन भित्र अर्थात् मैत्रीयानाले 니마타다 줌도다 주베바 अ, 신이 땜버 차 मैत्रीयानाले सूत्र 봄버시 अलङ्कार भित्र के 아니 बताउनु भएको छ 라망 주바 भन्दाखेरि सत्कार 라망 주바 सम्मान 차 왕도 साथै 쉐베기다 아니 가상 मानदेखि 유위와 서베기 아니 कल्याण मित्र 베베 고네 लिनुपर्दछ भन्ने कुरा चाहिँ के हो त, यी व्याख्यालाई चाहिँ अब कब्दे अश्वघोषले 고네 पञ्चशिखाभित्र बताउनु भएको हो। आज के हो त भन्दाखेरि अब सत्कार 다대야 मार्फत 라마업집 गुरुलाई 라망기 अब सम्मान 스지 गर्नुपर्दछ भन्ने कुरा 라고래야 अब 다데서 मूल कुरा देखाएको छ। 당보 라마 상기스 나와 들어봐 라마 상기스 나와 अब 들어봐 यो 지금부터 पञ्चशिखाभित्र अश्वघोषले कसरी बताउनु छ भन्दाखेरि 라소 대외 로마 닌지 동 수림 세베 연된데 러변 단에 도진세 उम्, 타데 빠르데 미다고 사디 시티 쇼로가 니슈즈니 다 쇼로가 자가 야다데 도스 메다르스도 다이네 यसमा अब 니즈니 세나 저거면로 20औं श्लोक रहेको छ आज। 다대야 यो 어다디 22औं 사베기 श्लोक। 게규르데 인규르 अब यसमा अब सबै अब 인규르 야베기 संस्कृतमा पनि 신비 रहेको छ। 아니 인규르디 다가 저지 코랑 치티체 인규르디 숨기럽 걸이야 로빈니마 차발라 서베기 갸나게 규르샤베기 응업주베기 저지 अब यहाँ भनिएको छ 디 कि तस्मा 인규르데도 शिक्षा 아니 क्रियात्यागमी 제베 शील 쳔베기 क्षन्ति गुणनिबद्ध यो अ, नयतः 라소 नयत्व 다디 다지 कल्पयन्ति गुरु वज्र 어 धरस्य च भनेको छ। अब यो चाहिँ 다디 सुङ वंशमा यो अनुवाद गरिएको कुरा रहेछ यो। 다디나 능에네 안고리 아주 로아지 슈비네 아마로 अब यसको अलिकति म व्याख्यान गर्न 다 चाहन्छु 대외 तपाईँहरूलाई। 로마 니지 동스 अब अहिले 음 चेलाहरूलाई जसरी पनि के हो त दयामायाले 자기도 करुणाले हेर्नुपर्दछ भन्ने 로마 कुरा चाहिँ 지가 रहेको छ। 니기 로메 치니 때문에 로메 치니 대야 치니 넘버 숨서 अब 로메기 पहिला 치니 대 치니 넘버 पहिला 숨서 के हो त, 대야 चेलाको 로마 क्वालिटी गुणस्तर के हो भन्ने कुरा 코랑 देखाउँछ, झल्काउँछ यसले। 신비기 심지라 니지 샤와 임베 치나 아니 펜섬다 대봐 हो 세노롱 उम्, 쮸려야 현자 총아 임베 치나 아니 동부 샤와 너나 이제 야라 라마를 셔바 피아이나 아래 많은 연원을 집어도아 이나 아래 간다 진짜기 거네지 동심 उम्, 자신부 여비 인두산에 김바 अब यहाँ के 김바 देखाएको छ त 야가 भन्दाखेरि अब अ, अनि थिदिना प्राणीहरूलाई दयामाया करुणा 세르시베 ज्यादा भएकोले के हो त, चित्तयुक्त सोदासे भइगयो। रा सम्पत्तिमा सोदासे धेरै लालची र आसक्त नभएको कारणले गर्दाखेरि 대마에 दानवीर भन्न 샤와이 दान दिन 코랑 सक्ने क्षमता भएको 지시라 भएको 뚱투기 कारणले 아니 अनि 수지미야 दानहरू चाहिँ विस्तार रूपमा 너나 गर्न सकिन्छ 제리 भनेको 샤와이 तोङथुपा भन्छ। 라마로 체
dingi le विशेष ya गरी के हो त tadi अरूलाई ane हिंसा गर्ने doji मुख्य changi gomba कुरा tongbo त्यागेको भएको khasa कारणले गर्दाखेरि के हो त khasa प्रतिमुख चाहिँ loma शिला tengpa भनिन्छ। बोधिसत्व के हो त भन्दाखेरि tuje dange त्यो ne माथि पनि के हो त अरूको लागि niji shang परचित्त परहित गर्न सक्ने ane भएकोले rangme shingi shang बोधिचित्तको बोधिसत्वको शिला भनिन्छ। rana ji यो मुख्य र अब यो nangzu basar अङ्गहरूको अ, kecha bayi समयलाई राम्रोसँग अब शिला गर्नेलाई चाहिँ के हो त अब वज्रयानको कुरा बताइन्छ। त्यही कारणले सामान्य ta बुद्धको tendewe भूमि lama र विशेष loma गरी tongchini da बुद्धको tenche min ज्ञान gyabche प्राप्त गर्नुको lama लागि tengpa de cheta अनि tengpa गुरु de देखाउनु पर्दछ rangi भनेको छ। mewa chenpo yares त्यही कारणले ta यो cheta tengpa दुई yawa प्रकारको di शिलाहरू भयो भने tangso चाहिँ बल्ल के हो samche त sana अनि ane धर्मसँग sangye मिलाप त हुन जान्छ। rang phobya धर्मसँग मिल्यो भने बल्ल के हो त lama बुद्धता tengpa ane ज्ञान प्राप्त sangye गर्नु tengpa de सजिलो tangche हुन्छ भन्ने कुरा चाहिँ यसले बताउँदछ। kha tepa re sambaro nama samaya yawa mares lama khorang sangye yin sambata lama khorang त्यही yidin कारणले गर्दाखेरि मुख्य कुरा के हो त den भन्दाखेरि अब samche tonga di kecha एउटा चाहिँ bares गुरु र चेला चाहिँ के हो त अ, जहिले पनि अब बेग्लै होस् ta tena सम्झिनु chetamba हुँदैन chimbe मेरो dende गुरु lama स्वयं tengpa बुद्ध tongpa हो, बुद्धदेखि भिन्नता के पनि छैन भने यसरी lama आफूले विचार गर्नुपर्ने अत्यन्त lama जरुरी nyenpo हुँदछ। sobe ki shingdo ane shingi ngene samatamba ina ane sangye अब tongche de चोङ्गपा tenpa गुरुले यसको व्याख्या sangye कसरी tongpa गर्नुभएको छ tongpa भन्दाखेरि यही अब पञ्चशिखको se टिकाभित्रमा pewe na पुण्य so सञ्चयको sade एउटा se मुख्य स्रोत che एउटा क्षेत्र नै ane loma बुद्धसँग tengpa la समानता doji changi भएकोले bote चेलाहरूले doji changi bote ane अनि khate do daya yawa ma res सही चेलाहरूले lama अ, khorang doji changi meba chego गुरु के हो त एउटा ta वज्राचार्य ten trewe loma tengpa आचार्यको रूपमा अब loma यो tengpa वज्रधाराको diyan रूपमा ane अभेद वज्रधारादेखि shenge tsawa भिन्नता नभएको diji ki senda यसरी meba भावना गर्नुपर्दछ yuda lobje da भन्नुभएको छ। gewa namla ya यसरी rangde विचार ne गर्नुपर्दछ lotang भनेर ki भन्नुभएको simje छ। tamje ki tendo ngowe ki tungye semba chenpo da dende ba त्यही कारणले ane rangi जस्तो kya चेला la भए तापनि के हो त अब rangi yang tabar sung tuwe ji लोमा tsume धम्ब अब परम चेला कस्तोले भनिन्छ भन्दाखेरि lama महायानको jingi ji मूल मुख्य semje दयामाया ki करुणाले chikar जनाउँदछ। chela त्यही mi कारणले आफ्नो प्राण आफ्नो rewe ne शरीर se जे भए तापनि के हो त dinde सबै ne प्राणी हितको लागि kada त्याग गर्न rangi सक्ने wa कुनै पनि आसक्त रहित आसक्त नभएको ta कुरा di je le अनि ya प्राणीहरूले de zong ba परिणत chimbe गर्न de सक्ने ane परिणमन lama गर्न सक्ने sangye दान गर्न सक्ने ta de यस्तो ane naga zhe de प्रतिबाधता अर्थात् ta re shi jimbe प्रतिज्ञा tenpa chi बाचा tongpa सहित yin ba अनि ta de परिशुद्धशील lami भएकोले नै chimbe tongpa प्राणीहरूको हितार्थ गर्न so सक्ने हुनाले res अनि प्राणी हितको लागि कहिल्यै पनि के हो jira ba त chi lung आफू kwa chana ya ba थकित नहुने sawa युक्तलाई nyambe नै lu ju अब gyu yu ba शीलवान chi बोधिसत्व भनिन्छ। ane dorji kurgi gyu gi liu jia nga be lung ji chana ya re त्यही कारणले यसको ta ne विषयमा ji अब dorji nying bu यसको ji विषयमा धेरै कुराहरू भनौँ न liu ju shi be ge chi संवधुप tong ya re ta गोप्य ne shingi समुच्चय dorji khamyo be तन्त्रभित्र gyu gi liu अब shi यो sungi be lung ji chana 17औं परिच्छेदभित्र भएको ta ne कुरा ji पनि बताएको dorji छ। shi gi लुङ जी त्यसो chana गरी अब आध्यात्मिक गुरभित्र da lung di da आध्यात्मिक sama ba be गीतिभित्र ro भएको be chu na ane di ju da ga me ya yu sa 15औं ta ti lung tu she chi tong ba परिच्छेदको ina कुरा पनि यसमा राखिएको छ। त्यसो गरी वज्र सार ta je अलङ्कारको laba chimbe di kab dele ya 14 नम्बरको lung chang ze lung de ge gyu परिच्छेदभित्र ta भएको she भन्ने कुरा पनि राखिएको छ। lame ge gyu de धोर्जे खण्डमा ल्याऊ वज्र ta she ढाकिनी lame अ, ge gyu de de परिच्छेद भाग ta ti जुन na la ma ju 35औं gu भएको se कुराहरू पनि राखिएको छ भने kada धेन्सीको कुरा पनि lana de राखिएको छ। wang gu gyu se a chi ta ti gyu de wo me ge अब nang lo त्यो ne भित्र ane ju gyu le अब ya ane gyu zo यो सबै nam के na हो lo त jan अ, da ane अनुत्तरा chador wang gu तन्त्रभित्र gyu चाहिँ se राखिएको छ। kada तर lana de wang gu त्यो gyu भित्र se नभएको लग्न दोर्जे Tingin अ, de di ju gyu ge da gyu ge उम्, zon ru chi le ya zhang nang du wa. अब लग्न दोर्जे भन्दाखेरि अब Ta के हो ti त na le वज्र पनि kada हैन lana du ju wang हो gu gyu ge nang la वज्र lama पनि sang ge ge tak अभिषेक ge lung de de chu. तन्त्रभित्र चाहिँ अब के हो त तल्लो र माथिल्लो तहको अब यो तन्त्र मध्येमा तल्लो तहको भित्र राखिएको छ भन्ने कुरा जनाउँदछ। त्यसै गरी चर्या तन्त्रभित्र पनि मुख्य अब अ, तन्त्रलाई शिर राखेर नम्नाङ मुन्जङ भनेको छ। Sama be da wos. Lo be la lo me chi dar ta wa cha she na. गुरुलाई कसरी Sangi बुद्ध ge जसरी ge हेर्ने be la chi भन्ने ta यसको wa यो de व्याख्या che गरेको छ। wos che che. फक्प लाना दोर्जे अब आर्य Doji lo be la ya lo me आर्य sangi वज्र sangi पनि wo gyu chi le अभिषेक ya lo महातन्त्रमा me के chi बताएको che छ se wo shi bu song du wa. संविधाको हो भनेर होइन Di अर्थात् lame gyu kons to ba chi ya. उम्, Di gyu de wo me kons to ba chi ya. उम्, An la bar du ta phe le गोया ya. अधिपति अब आचार्यलाई
चेलाले कसरी हेर्नु पर्दछ भन्दाखेरि बुद्ध बुद्ध भगवानलाई जसरी हेर्छ त्यसरी नै आफ्नो गुरुहरूलाई हेर्नु पर्दछ भन्ने बताउनु भएको छ अर्थात् आफ्नो गुरुलाई बुद्ध स्वयं हेर्नु पर्दछ भनेर बताउनु भएको छ यो थियो अब वज्र पनि अभिषेक तन्त्रभित्र बताएको कुरा हो अब चङ्गप गुरुले बताउनु भएको के हो त यो फेरि कुनै आगमहरू उहाँले लिएर अब यसको व्याख्या गर्नुभएको छ चङ्गप गुरुले के भन्नुहुन्छ भन्दाखेरि श्री गोप्य समुच्चय तन्त्रभित्र 17औं परिच्छेदको कुरा उहाँले बताउनुहुन्छ यहाँ के भनेको छ त भन्दाखेरि भगवान तथागतहरूको शरीर वचन चित्त सबै वज्र गोप्य समुच्चय अभिषेक दिने प्रदान गर्ने आचार्यलाई सबै तर तथागत बुद्ध र बोधिसत्व जसरी हेर्नु पर्दछ हे कुल पुत्र तथागत र बोधिसत्वहरूले बोधिसत्वलाई वज्र जसरी हेर्नु पर्दछ भनेको छ किन त भन्दाखेरि आचार्य एउटा गुरु भनेको बोधिसत्वको बोधि चित्तसँग समानता भएकोले अनि फरक नभएकोले तथागत र बोधिसत्व जसरी हेर्नु पर्दछ भनेको आफ्नो गुरुलाई चाहिँ तथागत बुद्ध र बोधिसत्वको बोधि चित्त वज्र जसरी हेर्नु पर्दछ भनेको छ किन भन्दाखेरि बोधि चित्त वज्र भनेको के हो त भन्दाखेरि यो तथागत नै हो यो के हो त भन्दा वज्रधाराको एउटा पर्यायपछि नाम रहेको छ बोधिचित्त वज्र भनौँ न वज्रधारा भनौँ एउटै हो भनेको छ कुनै पनि अभेद छैन फरक छैन भिन्नता छैन त्यसरी हेर्नु पर्दछ भनेको अनि यसरी बताएको छ कि अब यो दुई प्रकारको नभएको अभेद रूपमा हेर्नु पर्दछ भन्ने सांविदुकी ढेपा अर्थात् गोप्य समुच्चय टीकाभित्र बताएको छ गुरु बुद्धदेखि भिन्नता छैन है भनेर बताउनु भएको कुरा हो र बोधिसत्व धर्मकायाले के हो त भन्दाखेरि अब सम्भवकाय उत्पन्न भएकोले त्यो प्राणीको लागि देखाउनु अब टुल्पीको निर्माणकाय देखाएको हो भनेको छ त्यही कारणले के भनेर बताएको छ भन्दाखेरि अब चिलुपा गुरुले के बताउनुहुन्छ त भन्दाखेरि प्राणी हितको लागि विभिन्न रूप देखाएर प्राणी हित र प्राणीको उद्धार गर्नु हुँदछ भनेको छ कुनै बेला सम्भोकायको रूपमा कुनै बेला निर्माणकायको रूपमा कुनै बेला धर्मकायको रूपमा कुनै बेला वज्रधाराको रूपमा कुनै बेला बोधिचित्त वज्रको रूपमा रूप देखेर प्राणीको हित र उद्धार गर्नु हुँदछ यो बुद्धको एउटा चर्या हो भनेर चिलुपा गुरुले बताउनुहुन्छ त्यही कारणले गर्दाखेरि धेरै दुःख अब शान्तिपा गुरु पनि यसकै अब टीकाभित्र बताएको छ कि के हो त अनि यदि गुरुलाई चाहिँ बुद्ध जसरी हेऱ्यो भने चाहिँ के त धेरै कष्ट नगरिकन सहजै पुण्य सञ्चय गरेर अनि एकै जीवनमा बुद्धत्व ज्ञान प्राप्त हुने थोरै समयमा धेरै पुण्य सञ्चय गर्ने मौका पाउने हुँदाखेरि चाँडोभन्दा चाँडो शीघ्र बुद्धको ज्ञान प्राप्त हुने फाइदा छ किन भन्दाखेरि गुरुलाई बुद्ध जसरी हेऱ्यो भने भनेर बताउनु भन्छ शान्तिपाले यसरी बताउनुहुन्छ अलिकता फरक
बुद्ध वचनभित्र भएको र यो अनि यो चङ्गपो गुरुले यो आगम राख्नु अलिकति फरक रहेको छ यहाँ के भनेको छ भन्दाखेरि अब यसको अर्थ एउटै नै रहेको छ अर्थात् दोर्जे छाङ्गे वज्रधारण नै प्राणी हितको लागि विभिन्न सामान्य रूपहरू देखाएर अनि आचार्यको रूप धारण गरेर प्राणी हितभित्र प्राणीको लागि हित गर्नुहुन्छ भनेको यो अब 15 परिचित भावमा बताएको र अनि मेरो आफ्नै वज्र चित्त नै गुरुको रूपमा प्रकट गर्नु भएकोले प्राणी हित गर्नु भएकोले अनि सामान्य रूपमा देखाउनुहुन्छ भनेको अर्थ एउटै नै रहेको छ अब मेरो विचारमा के हो त भन्दा गुरु र भनौँ न लामा र लोपेन अर्थात् गुरु र आचार्य अनि मात्रले गुरु बुद्ध हो कि होइन भने अब कुनै निश्चय दिनु सकिँदैन जस्तो कि सर्वव्यापी ज्ञान कोशभित्र झ्याङ्गुन पुनरुद्धारले के बताउनु भएको छ भन्दाखेरि आचार्यको एउटा विषय बताउने क्रममा यसमा के हो त सामान्यमा एउटा पृथक बोधि पृथक भनौँ न पृथक जनको बेलामा बोधिचित्त बताएको क्रमले यसमा अब के हो त निर्मणकाय सम्भोकाय धर्मकाय भन्ने 4 प्रकार यसरी टाँसेर जोड्नु भएको छ त्यही कारण आफूमा भनौँ न आफूभित्र कलेशहरू शुद्धता नभएको बेलामा के देख्ने एउटा आफ्नो सामान्य पृथकजनक गुरु देख्ने अलिकता यो कलेशहरू शुद्धता भएको बेलामा भूमि प्राप्त भएको बोधिसत्व आफ्नो कर्मको सबै आवरणहरू जराइदेखि अब शुद्ध भएको बेलामा के हो त के देखिन्छ त भन्दाखेरि अब एउटा सम्भोकायको रूपमा र निर्मणकायको रूपमा देखिन्छ भनेको छ त्यही कारण यस्तो भनेको के हो त अब अर्थात् जे भए तापनि आफ्नो कर्म शुद्ध भए त नशुद्ध जे शुद्ध भए तापनि आफ्नो गुरुलाई चाहिँ के हो त एउटा बुद्धको रूपमा हेर्यो भने के हो त अब के हो त आफूलाई ज्ञान प्राप्त हुने एकदम फाइदा हुने बताएको छ भनेको छ नि यदि तपाईँको गुरु चाहिँ पृथकजन सोसोके भयो भने उहाँले वाङ दिनु मिल्दैन अभिषेक दिनु मिल्दैन व्याख्यान गर्नु मिल्दैन भनेर कहीँ पनि बताएको छैन नि त त्यही कारण तपाईँ गुरुजी साँच्ची नै भूमि प्राप्त गरेर आर्य बोधिसत्व हुनुपर्दछ बुद्ध नै हुनुपर्दछ कहीँ लेखेको छैन आफ्नो गुरु तपाईँले अहिले लिनुभएको गुरु स्वयं नै बुद्ध र बोधिसत्व तपाईँले बुद्ध नै हो उहाँ स्वयं नै साँच्चै गुरु भए बुद्ध र बोधिसत्व भए नभए उहाँमा केही फरक छैन चेलाले के हो त श्राद्ध भक्ति चोखो मनले बुद्ध जसरी नै बोधिसत्व जसरी नै हेर्नु एकदम जरुरी पर्दछ अनि साँच्ची नै एउटा भित्रैदेखि सद्भावना कोमल चित्तले निर्मल चित्तले आफ्नो गुरु स्वयं बुद्ध नै हो बोधिसत्व नै हो जसरी हेर्नुभयो भने एकदम फाइदा हुन्छ यसको एउटा के निचोडहरू छ के छ त भन्दाखेरि अब भनौँ न हामीले साँच्ची नै अब हामीले साँच्ची नै गुरु दर्शन गर्दाखेरि के हो त एउटा पृथकजन सामान्य गुरु जस्तै देख्छ तर के हो त वास्तवमा के हो त उहाँ बुद्ध र बोधिसत्व नै हुनुहुन्छ जस्तो कि भनौँ न एउटा के छ त भन्दाखेरि अब मार्पा लौटा मार्पालाई अब देख्दाखेरि मिलेर पनि एउटा कुन्दु साङ्बो एउटा सामन्त भद्र बोधिसत्व जस्तो डोम्बी हेरुकाको एउटा अवतार जस्तो भनेर अब प्रख्यात छ नि त भारतको सिद्ध 84 सिद्धहरूभित्र अब यस्तो जीवनी मुक्ति कथाहरू वृत्तान्त हामीले जीवनीमा देख्नु छेप देख्न पाउँछ नि हेर्दाखेरि के हो त सामान्य मान्छे जस्तो तर के हो त उहाँ साँच्ची नै वास्तवमा के हो त उहाँ बुद्धको रूप बोधिसत्वको रूप हामीले धेरै पाउँछौँ
होइन अब हामीले मिनो मम्मीको पत्ता भनिन्छ नि हामीले यो बहस गर्दाखेरि होइन नदेखेको हुँदैन भन्ने एउटा लक्षण हामीले एउटा दाबी गर्छौँ त्यही कारणले हामीले नदेखेको भरमा यो हुँदैन भनेर कहिले पनि यस्तो भन्नु मिल्दैन भनेको कुराहरू पनि राखेको छ यो तर्क वितर्क सिद्धान्तको कुरा हो त्यही कारणले अब भारतको धेरै सिद्ध पुरुषको कुरा गर्ने भने के हो त कुरा गर्ने भने आफूले सर्वश्रेष्ठ सिद्धि प्राप्त गरेर भने प्राणी हितको लागि के हो त प्राणी हितको लागि के हो त अनि सामान्य एकदम जिउ देखाउने पनि छ शरीर देखाउने जस्तै कि एउटा एउटा सरा आचार्य गुरुको हो अनि उहाँले के हो भने एउटा अनि वेश्याको एउटा उहाँले के हो त परिचारक सेवक पनि गरेको त्यसो छ अनि तेलोपाले के एउटा माझीको रूप देखाएर प्राणी हित गरेको छ लु हेर्नुहोस् त कुनै बेला एउटा सरा गुरु सरा भनेको नागार्जुनको गुरु हो उहाँले के हो त एउटा वेश्याको होइन अनि नोकर चाकर गर्ने तेलोपाले एउटा माझीको रूप देखाएर प्राणी हित गर्ने यो किन त भन्दाखेरि उहाँ त एउटा एउटा निचो कुरो यो अर्को के हो त भन्दाखेरि पूर्व गुरुको धेरै कथनभित्र धेरै विद्वानहरूले के बताउनुहुन्छ भन्दाखेरि अब दुलवा मुख्य विनयको मूल अब लेखक अब हिन्दिन हो भनिन्छ गुण प्रभा उहाँको पेटमा चाहिँ बुद्ध बास गर्नुभएको थियो त्यही कारणले के भन्छ उहाँको पेटभित्र साँच्ची नै बुद्ध नै बास गर्नुभएको थियो तर के हो त अब यो मूल विनयको विनय सूत्र उहाँले स्वयं टीका लेख्ने बेलामा के हो त राम्रोसँग उहाँले व्याख्यान गर्नु नचाहेको किन त राम्रोसँग भएको थिएन भन्ने कुरा पनि छ यो के हो त भन्दाखेरि अनि चाहे उहाँ अब बुद्धको भनौँ न उहाँले अब आफ्नै अब स्वयं टीका लेखेको होस् विनयको विषयमा अब उहाँले प्रवचन दियो भने के त उहाँ स्वयं नै बुद्ध नै हुनुहुन्थ्यो नि त बुद्धसँग फरक थिएन आफूभित्र बुद्ध बस्नु भनेको स्वयं आफू बुद्ध नै हुनु हो नि त त्यही कारणले गर्दाखेरि हामीले प्रत्यक्ष ज्ञान हामीमा हुन सक्दैन नि होइन अब हामीले आगो जलाउनको लागि सिधै हामीले आगो जलाउन सक्दैन नि त सूर्यको किरण दलसिन ढुङ्गा त्यस्तै गरी चकपकमा जोडेर आगो जलाएर आगो बालेको जस्तै अनि आफ्नो गुरु जे जस्तो भए तापनि उहाँ बुद्ध नभए तापनि के हो त अनि हामी भित्र चाहिँ बुद्धको आशीर्वाद हुनु पर्यो किन भन्दाखेरि गुरुलाई बुद्ध जसरी देख्ने एउटा आँखा हुनु पर्यो ज्ञानको आँखा हुनु पर्यो त्यो भयो भने अरू गुरु जे जस्तो रूप भए त भएन आफू चाहिँ मन चोखो छ भने सबै कुरा अब हामीलाई प्राप्त हुँदछ भनौँ त्यही कारणले गर्दाखेरि कुनै मान्छेको पेटमा भगवान बसेर बुद्ध नभए तापनि आफ्नो विचारमा चाहिँ स्वयंले बुद्ध नै बास गरेको छ भनेर हेऱ्यो भने के हो त बुद्ध नै दर्शन गर्न पाउँछ नि त त्यस्तै गरी एउटा अर्को उदाहरण के छ भन्दाखेरि हामी एकदम कमजोरी भयौँ हाम्रो सोच निच छ भने बुद्ध स्वयं अगाडि पाल्नु भएर अभिषेक दिनुभयो भने के हो त हामीले कहिले पनि अभिषेक प्राप्त हुँदैन किनकि हामीले निज नजरले हेऱ्यो नि त तल्लो नजरले हेऱ्यो नि त त्यो ज्ञान प्राप्त गर्ने अब क्षमता शक्ति आफूसँग छैन कि किन भन्दाखेरि बाहिर गुरु चाहिँ निच हो तल्लो तहको भन्ने पहिला नै कालो नजरले ढाकिसकेपछि स्वयं बुद्धको प्रकाश आए पनि हाम्रो कालो नजरले ढाकिदिन्छ त्यही कारणले गर्दाखेरि जे भए तापनि आफ्नो गुरु बाहेक अर्को त्योभन्दा खतरा गुरु बुद्ध हामीले दर्शन गर्न सक्दैन कि त्यही कारणले अनि चाहे आफूले यो जीवन राम्रो पारेर देखाऊ नराम्रो पारेर देखाऊ त्यो आफ्नो गुरु बाहेक अरू को छ र आफ्नो गुरु त हुने त्यही कारण त्यो गुरु नै बुद्ध त हो बुद्ध भए पनि आफ्नै गुरु हो बोधिसत्व भयो भने आफ्नै गुरु हो त्यही कारणले गर्दाखेरि
यो मिग्यू दोर्जेले पनि छाक्चे ढोम्बु भनिन्छ महामुद्रा महामुद्राको एउटा सन्दुकभित्र सन्दुकको क्लासभित्र के बताउनु भएको छ त भन्दाखेरि यदि मूल गुरु कस्तो हो त कसरी बुझ्नु पर्दछ भन्दाखेरि के हो त भने सोध्यो भने उत्कृष्ट गुरु प्रथम गुरु परम गुरु नै मूल गुरु हो भनेर बताउनु पर्यो भन्नुपर्छ भनेर बताउनु भएको छ जुन गुरुले मेरो मनभित्र मेरो जीवनमा सधैँ नै राम्रो कर्म सेतो कर्म पुण्य कर्मको ज्ञानहरू बिउजाउँछ जन्माउँछ यही नै जुन राम्रो कर्म पहिला राम्रो कामलाई जन्माउने पहिला गुरु नै मेरो मूल गुरु हो यसरी बुझ है राम्रो पुण्य कर्म जन्माउने बिउ रोप्ने गुरु नै पहिलो गुरु हो मूल गुरु हो भनेर मिग्यू दोर्जेले बताउनुहुन्छ 8औं कर्ममा त्यसै कारणले त्यही कारणले गर्दाखेरि हामीलाई हेर्यो भने आफ्नो गुरु नै स्वयं त्रिरत्नको स्वरूप हो त्रिरत्न नै हो गुरुमा के हो त त्यही कारणले हाम्रो आफ्नो गुरु नै के हो त सबै भएको शक्तिशाली भएको सर्वोत्कृष्ट भएको हाम्रो गुरु हो त्यही गुरुले अनादि हामीमा भएको संसार घुमिरहने चक्रले काट्नु सक्ने क्षमता गुरुले प्रदान गर्ने हुँदाखेरि आफ्नो गुरु नै स्वयं बुद्ध हो बुद्ध जस्तै हेर्नुपर्छ किनकि तिम्रो अन्धकारको निष्पर कलेशलाई जरादेखि हटाउने काट्ने तिम्रो गुरुले गरेको हुँदाखेरि गुरु नै स्वयं बुद्ध हो उहाँ नै मूल गुरु हो भनेर बताउनुहुन्छ हो गुरुमा बुद्ध जस्तो सबै गुणस्तर नभए तापनि के हो त बुद्ध भन्दा पनि महाकृपालु गुरु हो गुण ज्यादा बुद्धमा स्वयं बुद्धमा भए तापनि कृपा चाहिँ त आफ्नो गुरुमा छ किन भन्दाखेरि कृपा ज्यादा गुरुको छ नि त आफ्नो गुरुको त्यो कृपा त बुद्धले दिलाउनु भएन नि त तर आफ्नो गुरुले दिनु भयो त्यही कारणले गुरु बुद्ध चाहिँ गुरु गुणसँग बराबरी भए तापनि कृपा ज्यादा मेरो गुरुसँग छ है भनेर बताउनुहुन्छ त्यही कारणले महाकृपालु आफ्नो गुरु हो त्यही कारणले कदम्पा पूर्व गुरुले के बताउनुहुन्छ त भन्दाखेरि त्यही कारणले के हो त भन्दाखेरि उहाँले आफू भोक लागेको बेलामा भोक मेटाउनलाई खाना दिने नै आफ्नो गुरु हो भनेको छ यो चाहिँ मुख्य आफ्नो गुरु हो पृथ्वीजना गुरु भनेको आफूलाई खाना दिने भोग मार्ने गुरु हो अब आर्य गुरु आर्य गुरु कसरी भन्यो भन्दाखेरि अनि भोग मेटाइसकेर पछि के हो त अब पेट भर्दाखेरि भेटेको गुरु हो यसरी भन्ने बताउनु भएको छ यो कथामा गुरुले बताउनु भएको छ के हो त भन्दाखेरि भोक आँटेको एकदम भोक प्याटो गुरु हो अनि त्यसै गरी त्यो जुन गुरुले ज्ञान हासिल गरेर आर्य भूमिमा पुग्दाखेरि आर्य भूमि आर्य बोधिसत्व देखा पर्ने बेलामा बल्ल अब बल्ल के हो त बोधिसत्व दर्शन पाउँछ त्यो बेला के हो त भोक मेटाइसकेर अब पेट भरिसकेको बेलामा देखा परे गुरु हो त्यसै कारणले गर्दाखेरि त्यही कारणले हाम्रो यो जीवनभित्र साङ्घ्य बुद्धको ज्ञान प्राप्त गर्नु भनौँ न यो जीवनमा बुद्धको ज्ञान हासिल गराउने गुरु आफ्नै गुरु त हो नि त्यो बाहेक अर्को बुद्ध कुन चाहिँ होला
यो उहाँ यो अबले ज्ञान देखाउने गुरु बुद्ध 상계 होइन भने 수행하는 त्यो 자지. बाहेक अर्को बुद्ध तिमीले कहाँ 드네르 खोज्नु भन्न 내가 त? 내가 곤세네. कहाँ भेट्छ र? 로미기 भेट्दै 도지 भेट्दैन नि। 시에르메 यो 템도. निचोटमा हेर्नु भएर भने मिग्यो दोर्छ 소수기우 라마 소수기우 임베이네야. 로마티즈라 왕꾸루의 자완제베 걸려야 상계 탐지 무슨 전에 봐. 맛이 좋아지네 아주 라마디 이담걸 할래야 곰 상계를 곰 지어와. 곰 내가 안다 라마티기 룽아 이숨래야 아니 어 이담 하다 상계 창심기 도지 숨기 지럽 쇼네. ane di kundu ne loma tigi wang len yong we kable ya ane renshin gi ta ko sangye ra chen yu bi chilab de shou yong go re di gyun zan la de ne kap tele ya ane lama ti sangye ngwen ro ji cha de yo re kain san ta nga jo gi sangye gi chilab am sangye gi zeba de lama tela de ne nga so le ya ane pendo yong a ji re ma to be ane sangye gi tegar nga so la ta 뉴버트버시 용 자바티 아좀 죽투요 소소이기다 뉴바 네세 드가서 레메비 디균산 때네 다 장원의 상계라 나마 그린치 제제 송과 디지레스 제제 다 간다 디젤이야 유的제중 롱망보지 장한제네 다 근데 송도와 나다 대저비가 라마 친이다 대바지라 상계 뭐야 야나 상계라 냠밤 야나 상계라 하바 러버질 따투베이나 아니 가르쇼리지 릭바레 마도 녀밖에 해요 말았어 가라에서나 telaya 야 미기도지 지동자자 나로래야 아니 라말래야 무기 지긴 소왔다베이나 무기 제세다 소왔답세라 초투무기 우루 다 초투무기 질럽 가르쇼다 지당게 이제 소왔다바스는 편도 말했어 다 대한 지 소수기 3년 나로라야 다 얘가 라마들 된대래 다 이내 텔레 하바지기베 상계사지 텔레 라 소수 라마들 하바지 상계사지 이게 삼바로비다 된대지기 삼로로지 당시에 도스 라마텔이야 배 초도 규베기 누시르 마케베 제제 된대지는 소왔다바이나 안 더가지기 지름 줘도 말했어 다 라만 딜레 사바지기 상계사지 요 말에 samsara dindichigi nyesheru soso longolya dindichigi nyesheru cheche dindichigi anabe khota chebe gone to sota ba yimina ane lunga yisum towa da jebe gone towa shenda marwaji gone ane sota ba yimina ane lame chilam jo tu re estine sumpa ta dona lama tini be tendo susu gyo ina andra yana sange ina andra tribe ko ina andra yana tribe ko mina andra ke cheshude लामाती लामा छिनी द इन्टरनेट गएको कारणले गर्दाखेरि क्षमा पाऊँ अनि रनिले या थेबादाङ जी थारबे गु थेबादाङ संजुग सिम के भन्नुभएको छ त भन्दाखेरि आफूलाई पृथकता किन नहोस् आफूलाई अभिषेक प्रदान गराउने उहाँले स्वयं नै बुद्ध हुँदछ बुद्ध पाल्नु भयो भने त्यही अभिषेक गराउने हो त्यही कारणले आफ्नो गुरुको काया अवचित उहाँ नै बुद्धले बास गरेको हुँदाखेरि उहाँ बुद्ध नै हो भने यसरी बताउनु भएको छ त्यही कारणले गुरुलाई बल्ल आफूले बुद्ध जसरी हेऱ्यो भने मात्रै आफूभित्र ज्ञानको बोध हुन्छ नत्र पनि हुँदैन भनेको छ त्यसै कारणले गर्दाखेरि गुरु बुद्ध हो कि होइन त्यो गुरुमा निर्भर नभएर आफूभित्र हुन्छ त्यही कारणले अब ठिदुङ घ्याचाभित्र पनि बताउनु भएको छ मिकी दोर्जेले 상계 미네야 상계 임바더주 파 도지 참마이나 도지 참 임바더 파 곰네 파 त्यसै कारणले गुरु नभए गुरु लामा लामा कोरागे भने त कोरान केगा नजिकी ढुङ्गेले छ्यो मारे छाटाङ त्यही कारणले गुरु नभए भने गुरु जस्तो गर्ने वज्रधारा नभए वज्रधारा जस्तो गर्ने अब यस्तो गुरुमा नभए तापनि चेलालाई त्यसरी के हो त भनिरहेको हो त्यही कारणले अब चेलाले यसरी भनिसकेपछि
अनि गुरुहरू पनि आया आता दुःखले अब भरिपूर्ण भएको हामीले देख्छौँ। त्यही कारणले यदि त्यस्तो भएको अनि अनि त्यस्तो भएको खण्डमा के गुरु पनि यस्तो पनि बजरधारा हुन्छ त, आया आता पनि छ, दुःख पनि छ, होइन? अब दुःखै दुःख, मलाई जस्तो दुःख छ गुरुलाई पनि त्यस्तो दुःख छ। त्यस्तो दुःख अनुभूत पनि कतै हुन्छ र भने कहिलेकाहीँ स्वभाव, यस्तो विचारहरू स्वभाव नै हो। अब यस्तो विचार आइसकेपछि के हो त, यसो नि कहाँ मैले उहाँको शरणमा जाने, मैले कहाँ ज्ञान सिक्ने भन्ने त्यस्तो अनर्थहरू पनि लाग्न सक्छ। त्यही कारणले गर्दाखेरि पनि अनि को बेलामा म सबै एउटा अक्षरको रूपमा आउनेछु, त्यतिखेर सबैको म हित गर्नेछु भन्ने बताएको चाहिँ हो। हरेक बुद्धको शरीर, गुरुको शरीर वचन चित्तमा बुद्ध बोधिसत्वले बास गरेको हुँदाखेरि स्वयं नै बुद्ध नै जसरी आफूले ज्ञान सिके पनि साँच्ची नै आफूले बुद्धको ज्ञान प्राप्त गर्न सक्छ। नत्र भने कुनै हातमा बुद्धको ज्ञान आफूमा जन्म हुँदैन, किनकि गुरुदेखि नै बुद्धको ज्ञान हासिल हुने हो। बुद्ध गुरुलाई नै बुद्ध जसरी हेऱ्यो भने मात्रै आफूलाई ज्ञान प्राप्त हुने हो भन्ने कुरा यो कुराहरूले सफा पार्दछ। यस्तै हो यो। अब धेरै कुरा बताएको हुँदैन, अब संक्षेप बताउनु पर्दाखेरि अनि गुरु नलिनु अगाडि अनि गुरु नथप्नु अगाडि गुरु सही छ कि छैन, गुरु लक्षण छ कि छैन, गुरु कस्तो गुणको हो भने आफूले जाँच गर्नुपर्दछ। जस्तो पाए त्यस्तो गुरु लिनु हुँदैन। गुरु लिइसकेपछि अनि अलिकता के हो त दोष देखिने बित्तिकै के हो त, अब के हो त, अब नरकमा जाने हुँदाखेरि गर्नै मिल्दैन। पूर्व कथामा गुरुहरूले बताउनुहुन्छ कि पहिला गुरु देखायो, गुरु लियो, अनि जाँच नगरिकन गुरु लियो। अब आजभोलि हेरौँ न हो, पहिला गुरुले कहिले बिहे गर्दैन नि त, अनि आज गुरुसँग जाँच नगरिकन गुरु लियो, अनि गुरु लिइसकेर आजभोलि गुरुहरू अब सामान्य बिहे गर्छन्, अनि बिहे गर्ने सामान्य भइसक्यो आजभोलि, होइन? त्यही कारणले गर्दाखेरि अब अनि पहिले चाहिँ बिहे नगरे गुरु आफूले देखाएपछि गुरुले बिहे गर्दाखेरि यो गुरु त बेहोरा खत्तम छ, यस्तो पनि गुरु हुँदछ भन्ने, अनि अनर्थ लाउने, गुरुलाई विभिन्न गाली गलौज गर्ने, आरोप लाउने, त्यस्तो गर्यो भने अनि यस्तो भयो भने के हो त भन्दाखेरि गुरु त के यो जुनीमा कुनै ज्ञान हासिल हुँदैन भनेको छ। त्यही कारणले गर्दाखेरि अनि गुरु जस्तो भए तापनि गुरु पहिले जाँच गरेर लिनु पर्यो नि त। अनि गुरु नराम्रो आफूले अनि गुरुलाई नराम्रो नजरले सोचेर अर्को गुरु थप्यो भने पछि कुनै गुरुको आशीर्वाद लाग्दैन भनेको छ। अनि पछि गएर सधैँ गुरु नराम्रो भेट्ने, सही गुरु नभेट्ने, सही गुरु पाले त भने के हो त झुकझुकी लाउने, यो गुरु सही छ कि छैन, पहिला गुरुलाई काम बिगार यो गुरु त्यस्तै हो कि भनेर सही गुरु बुद्ध आए तापनि तपाईँलाई मन शान्त कहिले पनि हुँदैन, ज्ञान कहिले पनि उत्पत्ति हुँदैन भन्ने कारण चाहिँ हो। अनि आशीर्वाद भने एकदम महत्त्वपूर्ण बज्र। अब गम्बोपाले अब गम्बोपाले के हो त भनेको अब आशीर्वादको स्रोत नै अब के भन्नुभएको छ त भन्दाखेरि अब गम्बोपा गुरुले आशीर्वाद एकदम मन्त्र भनेको नै के हो त एउटा मन्त्र नै भनौँ न एउटा मुख्य अब पानी उम्रिने सिम जस्तै हो, स्रोत नै अब गुरु हो भनेर बताउनु भएको छ। त्यही कारण अब माथिदेखि आफूलाई अब ज्ञानको स्रोत झर्ने पनि गुरु नै रहेको छ, तलदेखि माथि अब के हो त श्रद्धा भक्ति गर्ने पनि गुरु नै रहेको छ। सबै गुरुमै भेटेको छ। गुरु छैन भने
जिजनदा छिलब योंसिगर छिलब जोसिगर गुरु छैन भने कहिलेकाहीँ अब आशीर्वाद लाउन सक्ला तर लामे कादाङ घेवा लामे थुगों गुरुको टु वचनदेखि थुगों टु गुरुको लामा त मिगे वचनदेखि दा पतन भएको अनि गुरुलाई फजिल आरोप छिलब लगाउने जुगा दे दोस गुरुको वचनले काट्ने मान्छेहरू चाहिँ छिलब कहिल्यै पनि उँभो लाग्दैन छिलब आशीर्वाद जुनीबाट जोंग प्राप्त जुसा हुँदैन भनेर यसरी वज्रले धेरै बताइन्छ इन्जु लामा ला देने त्यही कारणले गुरुदेखि नै 당기 주변에 상계다 장sem다 이덤라 서베기 질럽 가지 뭐 가지 예비네 다 되고 라마텔 यी कारणले 데네 गर्दाखेरि 토부 예비 인두사네 आशीर्वाद जे जस्तो भए तापनि सबै 랑무게네야 गुरुदेखि प्राप्त 졸라말라야 हुने हुँदाखेरि 개발라마 पहिला 다바지 गुरुलाई के हो त 개발해야 परिशुद्ध श्रद्धा भक्ति गुरुमा 개발해야 हुनु 다 अत्यन्त महत्त्वपूर्ण 질럽 छ 민중부터 자 자타나 गुरुप्रति श्रद्धा भक्ति छैन भने आशीर्वाद 질럽 कहिले पनि 민중라 बर्सिँदैन 보르부디 대바르 आशीर्वाद आफूभित्र लाग्ने मुख्य 디디젤베 दैलो स्रोत नै गुरु हो त्यसै कारणले 땅와 까담베 라마지 인사에 지기 पहिला एउटा 게 지리야 एउटा 로마지 땅 알을 질럽 나로지 쉬버레스 पहिला मलाई 에데 라마데게 एउटा 다 कदम्ब गुरुको चेला मलाई आशीर्वाद 대바체로 दिनुहोस् भनेर 제제 अनि पहिला आशीर्वाद दिनुहोस् भनेर चेलाले भनेछ गुरुले के भनेछ भन्दाखेरि पहिला तिमीले श्रद्धा 징글라 भक्ति 징글라 गर अनि म 녜 आशीर्वाद दिन्छु 녜 수 भनेको 대바체 रहेछ 버렸어 त्यही कारणले 녜 गुरुले 알을 भन्नुभएको छ 녜 징글라요 말았지 अनि 되네스 गुरुले भन्नुभएको 자 तिमीले पहिला मलाई श्रद्धा भक्ति गरेन भने श्रद्धा गरेन भने 다나시 तिमीलाई आशीर्वाद प्राप्त हुँदैन 배가 भनेको छ 자주 저기 채와요네 त्यही कारणले 자주 गर्दाखेरि 저기 질럽 채와요 जति ठुलो श्रद्धा भक्ति 다 त्यति 제가 ठुलो 뭐 आशीर्वाद भन्ने 예시 कुरा 다 यही हो 거기가 용라 아버지 용디가 घम्बुपाले एउटा 무 잡을 질럽 भनाइ 고지 छ के छ भन्दाखेरि 아 고미야 अ, 라고 말했어 श्रद्धा 무 भक्ति 야고 श्रेष्ठ छ भने आशीर्वाद पनि सर्वश्रेष्ठ रहेको छ 야고 고미야 अ, 야고 용거랬어 ध्यान साधन पनि 딩딩지 एकदम 말네 सर्वश्रेष्ठ हुनेछ 딩딩 श्रद्धा भक्ति 질럽은 딩딩 मध्यम खाल 말했어 छ भने 무구 타마 ध्यान 무구 ध्यान 탭자 साधना 고미야리 आशीर्वाद 질럽 पनि के हो 탭자 त 고마 मध्यम त 탭자 रहनेछ 용거 말했어 श्रद्धा र भक्ति समान कमजोर र 다 निच छ तेरे भने 로메 आशीर्वाद 징글라베 पनि 라말라 कमजोर 대바체 ध्यान 게세 पनि 베베지 कमजोर र 용거 사태 आशीर्वाद पनि कमजोर हुने हुन्छ भनेर गम्बपाले बताउनु 베세데 भएको छ 가라사나 다다데 다 베스는사나 एउटा के 룸베 उदाहरण राख्न चाहन्छु म तपाईँहरूलाई 에 제가마 봐 उम्, 디신시베 एउटा 고마바 수분 자한 첨버스 제세 마라도 다다 यो चाहिँ के हो त कर्म पद्धति 까마바 가데 제가 까마바 예바 미기도 지 간진 템베 겐시 나로를 지샤 지디 다다 수분 자한 첨버도 샤나요 다 अब यो 수분 자한 चाहिँ 첨베 चेला 고 रहेको 춘중 उसको 케베다 सुरुपु 데바지 झ्याम्बे सेम्बो 근데 야 디나로라 루긴들이죠 यो भित्र राखेको छ यो 층강로서 소남 अ, 겹쳐지다 공개라 म 심바 यसको जीवनभित्र अब यो 시바 최라 이시가 라마라바 콩 감수 अब 뮤딜이야 अर्को एकदम चेला रहेछ 딱 감수 뮤딜이야 패고요 감수 뮤딜이 패고 뒤스타나다 감래야 까마베 진주스나 감상 그 유기 다 진주 된데 망부 예서와 अब खाममा चाहिँ अब कमजोरीको चेला धेरै रहेछ 최셰고 뒤스타네 त्यो भित्र अब 감상기 유벌 प्रवचन गर्नुपर्ने रहेछ 공원세네 प्रवचन 아니 अब कम 수분자 안 सिलसिला परम्परा चाहिने रहेछ अनि हामी सेवा अब दर्शकको लागि पालेको रहेछ 수불리 패 शुभ पाल्नु भयो 수불리 패듀사나 아니 수분자 안 셴비기 중간로서 패인두사 남상배 슈딩간이야 샹제 아니 공박 지다 가시 교연시 다 가나 개방함을야 토면세 지기죠 공박 지다 교연시 슈딩간이야 샹 아니 공박 가시 교연시 뉴리아 수가 패 아니 차데 챌린지 파차즈 추차즈 챌린지를 제가 여러분마 파차즈 추차즈 챌린지를 아니 슈딘디 주에네베 베 토메냐 바티니 아니 베 샬라드 주 야포 퓨시네 도 슈버레스 이나야 수분자 하시고 최 자는 수가 말했어 मेरो इन्टरनेटले काम गरेको छैन क्षमा पाऊँ 최 코랑 많아요 말했어 따이네 니마 따와르 지베 최 고람 벨담스 말 최 고리야 베 룰링 나체네 슈디스탄데 अनि त्यो बेला अब 수분자 하시고 베 켄제 첨부 쉬우지요 봐 현재 최다 최대 가르쳐야 지 현재 첨부 쉬우지 예배 인도사 중간로서 코란 개발심 보러 와 코란 담보직 또 개별 나게로 또 수여자 이내하다 अब इन्टरनेट गएको कारणले गर्दाखेरि मैले सबै कुरा यसमा बताउन सकिनँ क्षमा पाऊँ 나게도 좀 마시 봐 अब के हो त भन्दाखेरि सुरुपु झ्याम्याङ 지금 나는 나와지 쉬우도 와 나와지 अब
surbu 다 수도 사는데 jamyang 니마지 공다지래야 시aba 팀강로서 지기 공다지래야 아나 투삼지 시에는다 karma po 통알아는 수배 쉽는 것도 사 통르스나다 darshan ko 최자는 jane 거 krama 최도 karma pale धेरै प्रवचन 제가로 गर्नुभयो 최자는 것도 가리나 섬트해도 봐 최자는 것도 가리나 섬트해 제가 건 루브르도 섬도 가리 맞아요 최자의 최신도 봐 년고를 맞다지 딱 나게 쳐다죠. 나랑 나게 쳐다죠. 봐. 따와 토다죠. 최디 파지지. अनि 잘라. प्रवचन गर्ने क्रममा के हो त अब 최서야 돼. धेरै 잘라 줘야 घमण्ड 돼. गरे भने 최래야. 잘라가 누시에도 उम्, 디노르 누시에도 지 마도. 최가 누시에도 샤토마도. घमण्ड धेरै भयो भने 제발 धर्मलाई धर्म जसरी 최 धर्मले सामञ्जस्यले हेर्ने गर्दछ 네 त्यसै कारणले गर्दाखेरि 최 팀비 대박. 야버지 샤토면 디 उहाँ 팀도 공세네. 아니 gewe shinin tela be उम्, sange ge lusi ma ge ba la अब आफ्नो sange ge lusi ma ge ba che da as ji ma आफ्नो गुरुलाई चाहिँ के हो त अब ji da suzuki ge सामान्य lusi गुरुको जस्तो नसरी अब da एउटा do yin साथी cha de जसरी de ji lusi ji ma म ge जस्तै हो फरक छैन di भने de यसरी अब de chue ge ne अ, me yin ba ren do tela de पहिला ya अब chue प्रवचन गर्ने su क्रममा yin नि sa म de जस्तै नै gong होला chen de भनेर la ma प्रवचन de सुन्यो su gyo ne सुन्दाखेरि पहिला be के je हो je त si भन्दाखेरि ओहो de de ge be है sonan chung bo बल्ल पछि एक महिनापछि उहाँलाई होस आयो ओहो sonan chung ya धर्मलाई धर्म जसरी हेरेन भन्ने हो मेरो साथी जसरी सामान्य रूपमा एउटा कि सामान्य जसरी हेऱ्यो भने त मलाई ज्ञान कहिले पनि प्राप्त हुन ओहो मैले त पहिला धेरै गल्ती गरेछ नि सोवा ठाडो तायो मैले दिसा धेरै नि गल्ती शोबे तेलया गल्ती गरेछ भने क्षमा मागेर शोबे एकदम ngabo shio प्रार्थना गरेछ अनि namgin प्रार्थना गर्ने क्रममा एक बिहान उहाँ ya ne एकदम sunja shi बिहान के dinde भएछ भन्दाखेरि miji dinde sho अनि ta सुरुको ta झ्याम्या अब dinde sho सेवा ta भनेपछि अब disa na kon स्वागत tumgang lo अ, zo pedo wa pedo अनि san ane स्वागत गर्दै sungu ठिमगालो de चाहिँ che पाल्नु lo भएछ sa che sunja ji khura ti gang shu ba त्यो बेला के हो त ane अब tumgang lo सुरुको zo झ्याम्याङ ti gang आसनमाथि shu बस्नु भएछ na da ane cha che ya da dinde ka chale अनि ठिमगाउँ chale zeru na de अनि cha लोचावा लोचावा चाहिँ म सोनम 아, 신 ग्याछो 칠름나 데 차그마 칠름나 마다 우마 우드 있는 거와 아니 우드 अनि 나 매버치지 अ, 아니 차 칠름나 애니 अनि 딘 듄라 पछि गएर के हो त 아 भन्दाखेरि अब 딘 अनि 딘 듄데 조시 टाउको मात्रै दर्शन ढोक्छ खास गुरुहरू 조시지 त्यो बेला के हो त 데 अनि 슈스 अनि तपाईँ यहाँ बस्नुहोस् भनेर 데 आसन पनि 슈스 राखेछ 다 हातदेखि उहाँलाई केही 다 आशीर्वादहरू पनि दिएछ 최면버서야 झिन्ला 니리지 쉐고라 झिन्ला पनि 아 दिनुभएछ अनि 최 된도 이어서야 돼 니리지 쉐고라 했으니 अनि त्यसपछि अब 대마타도 아니 लोचावा चाहिँ म सोनम 딘딘 ग्यासोले भन्नुभएछ कि अब यो 아 अ, 우주세 सुर्बु 타도 झ्याम्याङ 주시 गुरुलाई 샤레 भन्नुभएछ कि हो धर्म 샤바기 यसरी गर्नुपर्छ 샤바기 तपाईँले सही कुरा बुझ्नुभयो पहिला 샤바자체 तिमीले बुझेन तर अहिले सही 디마 बुझ्नुभयो तपाईँले 샤바지 गरेको सही छ 다 भनेर 툼강로서 यसरी अब बताउनु भएको 디 रहेछ 괴샤부터 말아주 제야 여러분 अनि ठिम्गालो चाहिँ आफूले अब 아니 यो लेख्नु भएको कुरो 제바디야 लेखौटमा उहाँको 제바시다 व्याख्या छ 자 त्योभित्र 제바 लेखिएको 좀 यस्तो 조시 कुराहरू छ 베스지 근데 수고도가 त्योभित्र अत्यन्त अब अरू 제바 विशेष त 코란체 कुराहरू रहेको छ भन्ने यसरी व्याख्यान गर्नुभएको रहेछ के को व्याख्यान हो त 랑아 भन्दाखेरि 뉴지 अब 예수 गुरुको 세바 विषयमा 예사네 아니 툼강로서 공 다다 अब 존재하지 ठिम्गालो छ भनिन्छ 샤바기 대바기 바레스 अनि 데 루유 봐 ठिम्गालो लोसावाले यसरी अब धेरै अब श्रद्धा भक्ति अब आफ्नो 다지 गुरुदेखि 고 लिए भनौँ न 튜바지 체위 젠디 디레 यो के हो त भन्दा म भक्ति 에네 भएको कारणले 다 गर्दाखेरि हो 치좀 쳐와 대점기 야가 여버들라 양 중지시야 अनि एउटा कथा छ 젠디 फेरि 바레사나 जति श्रद्धा भक्ति राम्रो त्यति 포주 नै 도지 अब 개고 여러분 ज्ञान 포주 도지 개고 प्राप्त हुन्छ भने 포주 एउटा 도지 कथा छ 개고 भक्तु 공래야 दोर्जे ग्याल्बो 들에 एउटा गुरु हो 기시 उहाँ 상순도 봤어요 아직 गम्प पाल्नुभएको हो 고체나 포주 도지 पाल्नु भएको 랑기 체로래 아니 치즈 파모 트웨가 로마기 주연도 차이 bara 로마 अब फगमो ढुपको अब चेला चाहिँ के हो त अब घेसे स्याङसुम भनिन्छ 상순도 봤어 기시 상순도 봐 घेसे स्याङसुम थोक्पा भन्ने एउटा चेला छ त्यो बेलामा 제 간부 바데 냐라 첨부 유스르 봐 냐라 첨부 유에 인두사나 अब गम्बब एकदम 파모 주고도 चलेको थियो त्यो बेलामा 달라 간부래야 페네 제 간부 उम्, 바데 젠두 첨부도 봐 드네 अब 라마 फगमो 기시 ढुप चाहिँ 상순 एकदम अब के हो त अब 간부라 गुरुको चरणमा जानु इच्छा लागेछ 다다 페로나스 나라에 아니 제 간부 उम्, 군디지 자네 아니 차지 제가 अनि 노성도 제제
슈도와 근데 인도산 딱 फर्मर ढुप अब 갑디도 अ, 체로로 म 공나바 अब गुरुको 냠도 दर्शनमा जानु पर्यो यदि तिमी 라바다 पनि जाने भए 페도 आऊ है भनेर अब घिसे स्याङसुम 게시 थोपालाई भन्नुभएछ 샹숨도 바데야 고 조르바 쳔보르도와 조르바 쳔보 अब 인도산 아니 घिसे स्याङसुममा चाहिँ एकदम 제주산 धनी अलि 푸르마데 सम्पत्तिवाला 푸르마데 रहेछ वा 부아다데 망고진 남제네 아니 अब 감보바 गम्बोपा दर्शन 쳔보바 गर्नु पाउने भयो मेरो गुरु पनि जाने रहेछ भनेर 다 पहिले साथी पनि 감사로 जस्तो रहेछ पछि 주디산에 गुरु भएको हो 제 पछि अब 감보바데 갑디도 गम्बोपा दर्शन गर्नु लागि 푸르도 धेरै 셈레 차체 सम्पत्तिहरू लगाउनु गएछ 예왕게 아니 샤부 십주라지 진 제임도와 अब गम्बोपा 얘야 अलिकति बिसन्चो 이디데야 भएकोले 다다 40 दिन जस्तो 라마디데 दर्शन गर्नु पाएन रहेछ 푸르마치 그 림로 샤덴게 체도 최대지 신도와 최대 신비고 최대 신도 अब 티게 त्यो बेला के हो त अब चेलाहरूले चाहिँ 포르도 अ, 구로 제제 간다 त्यो बेला 구로 के हो त अब गुरु सुस्वास्थ्यको लागि एउटा स्तूपहरू निर्माण गरेछ 다 되네 제가 뭐 공감도 대보 중네 अनि पछि अलिकति गुरुको गम्बोपाको स्वास्थ्य सुधार भएपछि 제가 뭐 군들이 쇼스 अब पछि अब 깨다나도 फेरि अब 아니 गम्बोपाले तिमी दुईजना दर्शन गर्न आऊ भनेर बोलाउनु भएछ 시시도 अनि 냠도 फाउमा ढुपर अब घिसे स्याङसुम थोपा दुवै 아니네 गम्बोपाको 파모투베도 दर्शनमा 푸르마다 पाल्नु भएछ 나나다 쳔는 거 말이 아니 अब 쳔 फाउमा ढुपाको 데디에도 के सोच्नु 비게 भएछ भन्दाखेरि अब 부아다야 네 पक्कै 섬도 मलाई अब गम्बोपाले 아니지 प्रवचन गर्नुहुन्न होला धर्म दिनुहुन्न होला 몽도 किनकि 지도와 मलाई अब केही पनि छैन 몽유에 인두산에 아니 चढ्ने 게시 कुरा केही पनि 장수도 छैन 바데 भनेर अब 나는 뷰안에 퓨아메 근데 인두산에 나라 때는 키엘라 아니 디 최만나나 아니 디 야보쳐 말해 근데 너 알아니 최 슈두산 카가소소 त्यही 지지 슈나 야가 만들어 지지 게시 त्यही कारणले 장수도 गर्दाखेरि 퓨도와 아니 게시 장수도 अनि 미세게 라면도 अनि 미세게 이게 비슷하네 간다 फमो ढुबाले भन्नुभएछ कि ओ अब मलाई त दिने कुरा केही पनि छैन गुरुले 자 प्रवचन गर्नुहुन्न होला 인도산에 त्यही 젠지 कारणले अब 아니 게시 तिमी अहिले 장수도 प्रवचन सुन गुरुको दीक्षा ल्याऊ म केही भएको बेलामा jorba पछि म अब chimbo दीक्षा do लिन्छु tene indusan kon शिक्षा लिन्छु तिमी अहिले ane गुरु दर्शन गर भनेर ane अनि riji mare सँग सुन्तब भन्दाखेरि अब के हो त riji che उहाँलाई che पठाएछ तर pyu chimbo घेसी do सान्तोपाले केही पनि भन्नुभएको kashe छैन sana अनि puri केही पनि zam भन्नुभएको छैन रहेछ ungu zam chi pyu res kashe sana je je zam pyu ta kandara पछि गएर के हो त yu chimbo भन्दाखेरि अब chi pyu do yu chimbo chi pyu we shwa la ya ane उम्, phamu chubo doji gebyu gi byua yin se je kong ki sao kaka ma ji ane pyu ro che res phamu chubo अ, na chara pyu ya ke mi do ina kong ki ta phamu chubo अब tsap che so अनि पछि घेसीले चाहिँ के भनेछ भन्दाखेरि अब होइन 아니 괴제 अब 카칸지 퓨도와 एउटा 딱 हो 괴제 카칸지 퓨 घेसे स्याङसुम 쇠저 थोपाले 마체 पनि अनि फर्मर 쇠저 ढुक्पाको 마체 सट्टामा उहाँले चढाउनु भएको भने एउटा 퓨도 केही अब सामग्रीहरू चढाउनु भएछ घिसे 카칸지 स्याङ 아니 제가 뭐 सुमथोपा 되게 चढाउनु भयो 셈레야다 उहाँको हो भनेर यसरी 파모 चढाउनु भएछ 주베도 내가 최는 거 말에 삼성으로 지기다 도 투체도 지어와 대여바디 제가 뭐 켄샤 아니 선지 अनि 쇼베 아니 차와를 यो 패시 चाहिँ अब गम्बोपाले थाहा 쇼자를 써다 अनि 쇼자를 गम्बोपाले थाहा भएछ 쇼자를 ओहो 이야기 फर्मर 패시 ढुक्पालाई चाहिँ बिचरा केही पनि छैन रहेछ त्यही कारणले प्रवचन 디 गर्दैन होला 최대 गम्बोपालाई थाहा भएछ 최초를 냠도 시초를 낭 अनि 초를 최야 남 त्यही कारणले गर्दा ऊ 낭 भोलि 초를 बिहान अब 지 소도 खाजाको भोलि बिहान खाजा भने खाजा 아니 खाने 다 बेलामा चाहिँ 인도산에 다 त्यो 쇠저 बेला अब 푸르게 베걸리아 अनि 제가 प्रवचन गरौँला 뭐지 भनेर गम्बोपाले 쇠저 अब 최초 स्वागत 줘와 गरे दुवैजनाले 쇠저 최초티 아니 디데 년에 섭지 가시지기 अब 아니 चेलाहरूलाई अब के 파모투베다 हो 게시 디년에 쇠저 최초 또또 나도와 아니 파모투바 베 투년다 챤 원네트네 섭지 디스 베 उम्, 거딘 쳔보 시비총 디닌 거딘 쳔보 시비총 अनि 구스 쳔보 시비총 गम्बोपाले चाहिँ चेलाहरूलाई अब 가보 시비총 च्यादेऊ भनेर अब 그다음 दुईजना फर्मर डुबोलाई 파모투바 घेसेर दिनुभएछ 디니데레 베 अनि त्यो 제가 बेला 뭐 के हो त 되게 अनि 현다 만들어지 अनि 셈리야 가와키 फर्मर 말하지 나와 अनि 민둔로 अलिकति 알지 आधा आधा 가보시 चिया थियो 가보시 तर पनि 가보시 फर्मर एकदम खुसी भयो ओहो 다들 मलाई गुरुले 파모도 एकदम राम्रो 주고 चिया दिनुभयो चेलाहरूले पनि एकदम 해 खुसी हुँदाखेरि त्यो 가래야 दिन 아니 गम्बोपाले एकदम राम्रो एकदम मुस्कान भइरहेको देख्नु भएछ एकदम अरूभन्दा भिन्नता 파모도 받아 फरक भएछ देख्नु 게시 भएछ 순도 받니 까메 총도 까메 총네 अनि 아니 कुराकानी 파모도 भएछ 레겠다 फर्मर डुबोर 게시 참여야 교란지 कि चाहिँ स्याङसँग अब गम्बोपाको कुराकानी भएछ 가보는 कुरा 거 हुँदाखेरि 사지 지디산 교란 셈래야 라마디 컨디지레도 삼 정게도 지지 दुईजना कुरा हुँदाखेरि अब 그는 나는 거야 다 게시 되게 에 딱 오네 라마디 기준 अनि फर्मर डुब्बाले भन्नुभएछ कि घेसेलाई सोध्नुभएछ घेसीसँगलाई तपाईँले गुरु दर्शन गर्दा कस्तो 파모투베 आभास भयो 라마디 भन्दाखेरि मैले एउटा गुरु 레드 एकदम 게시 ज्ञानी पुरुष भएको 라마디 오네트네 आभास गरेँ 교란게 오는 지지 अनि 레드와 देखेँ भनेर 다 यसरी 쇼도 भन्नुभयो 쇼도와 फेरि पछि के हो त अनि 다 대인이 모델은 घेसे 다 स्याङले फर्मर 선이 डुब्बालाई सोधेछ तपाईँले 제야바 गुरु दर्शन गर्दाखेरि अनि कसरी अब 파모투베 दर्शन गरे भन्दा 라만 मैले स्वयं नै 제야베 बुद्ध देखेँ भनेर 제야바 बताउनु भएछ 제야바
अनि त्यो बेला अब भोलि त गुरुले दर्शन दिनुभएको छ अरे त्यही कारणले अब एकदम बेलुका एकदम आतुरी भएछ के गर्ने होला कति अनि गुरु दर्शनलाई एकदम आतुरी आउँदाखेरि अब बेलुका अब के हो त निन्द्रै लागेन रहेछ गुरु दर्शन गर्न पाउँछ भनेर राम्रोसँग निन्द्रा लागेको छैन रहेछ बिहान एकदम फमोटुको बिहान एकदम चाँडो उठ्नु भएछ घ्याजो सुन घ्यासी स्याङ सुप्त बलय अनि उठ चाँडो उठ अब बिहान भयो भनेर अब उठाउनलाई चाहिँ उठाएछ फमो ढुपाले घिसी स्याङलाई अस्ति अस्ति भन्नुभयो त्यो खम्बोपाले बिहानै आऊ है भनेर हामीले भन्नुभएको थियो त्यही कारणले गर्दाखेरि हामी चाँडो जानुपर्छ भनेर अनि भनेछ अनि घ्यासी स्याङ तपाईँले भनेछ यो चेलालाई अब अलिकति फोहोर मैला त्यति थाहा छैन गुरुको यो खम्बोपाको चेला सेवकहरूले चियाइदिने क्रमले फोहोर मैला के हो त्यो थाहा छैन होला अनि कस्तो यो योगीहरूलाई के विचार आयो होला भन्ने यस्तो कुरा भन्दा त्यही कारणले गर्दाखेरि अब एउटा एकजनालाई एकजनालाई सफा परेको एकजनालाई फोहोर परेको हुँदाखेरि एकजना एकदम सफा परेको कारणले गर्दाखेरि धन्यवाद भने फमो टुपाले अब फमो टुपाले भन्नुभएछ होइन जे भए पनि गुरुको आशीर्वाद हो जाउँ भनेर ल उठेर लगेर लानु भएछ यो एउटा साइतले गर्दाखेरि पछि यो कृपाले गर्दाखेरि के हो त अब उहाँको शरीर चाहिँ के हो त आकाशसम्म नै सर्वव्यापी खेम एकदम फैलिएर गयो घेसे स्याङ चाहिँ पछि के हो त अब पछि के अरे फमो ढुपाको चेला पो भएछ फेरि अब यो घेसे स्याङ चाहिँ त्यति अब भनौँ न प्राणी हितको लागि आकाश साह्रै भएको छैन रहेछ भन्ने कुरा पनि इतिहासदेखि बुझ्न सक्छौँ मुख्य कुरै श्रद्धा र भक्तिको कथा हो यो अर्को अब अर्को कुरा के छ भन्दाखेरि अनि त्यही कारणले गर्दाखेरि अब अनि श्रद्धा भक्ति थोरै छ भने के हो त अब आफ्नो ज्ञान बोध एकदम चाँडो बढ्दाखेरि अब पछि अब बुद्ध स्वयं अब ज्ञान प्राप्त गरे त्यस्तो पनि रहेको छ घम्बोपा भनौँ न अब घम्बोपाले मिलेर दर्शन गरेर नगर्ने अगाडि धेरै श्रद्धा भक्ति रहेछ पछि के हो त झन् भेट्दाखेरि एकदम श्रद्धा भक्ति ज्यादा भयो अब जेजु मिलाले भन्नुभएको रहेछ कि अब अहिले म नभएको बेलामा तिमीले एकदम छुट्टै एउटा भक्ति आउनेछ त्यो बेला के होला तिमीले मलाई स्वयं बुद्ध जस्तो देख्ने एउटा श्रद्धा भक्ति उत्पन्न हुनेछ भनेर बताउनु भएको रहेछ खम्बोपाले मिलाडेपाले पछि अब ठाउँमा गएर ध्यान गर्नु हुँदाखेरि धेरै टाढो हुँदाखेरि साँच्ची नै स्वामी मिलाडेपाले खम्बोपाले स्वयं बुद्ध जस्तो नै देख्नु भयो नि त अनि पछि उहाँले के भन्नुभयो रहेछ त कि अनि उहाँले पहिला गम्बोपाले के भन्नुभयो अरे ओ पहिला मैले एउटा सिद्ध पुरुष जसरी मात्रै देखेको सम्झेछ त्यसरी मैले सम्झेको रहेछ त्यही मलाई ज्ञान त्यतिर चिक्रा भएन साँच्ची नै उहाँ स्वयं बुद्ध नै रहेछ मैले गल्ती गरेछ स्वयं उहाँ बुद्ध जसरी मैले देख्न थालेँ स्वयं मलाई ज्ञान धर्म कायको रूप नै रहेछ चाल पाएँ बल्ल मलाई सबै ज्ञान प्रकष्ट प्राप्त भयो भनेर गम्बोपाले बताउनु भएको रहेछ त्यही कारणले अब चाङबा घ्यारे भनौँ न चाङबा घ्यारे चाहिँ अब सायद अब 10 भूमिमा बसे बोधिसत्व होला सम्झेको थियो सम्झिँदाखेरि चाहिँ
अनि त्यो बेला के हो त अनि आफू आफूले भन्नुभएछ कि आफ्नो मोइन गुरुलाई चाहिँ के हो त अब 10 भुइँ प्राप्त गर्ने बोधिसत्व मात्रै देख्नुहोस् भने कस्तो सम्झेको म को हो भने आफू आफूले गाली गरेको रहेछ बुद्ध जसरी नसम्झेर बोधिसत्व सम्झिँदाखेरि आफू आफूले गल्ती भएको महसुस भएछ त्यही कारणले अब त्यही कारणले बोधिसत्व नभए स्वयं गुरु सम्झ्यो भने चाहिँ अब हामीले के हो त बुद्ध जसरी सम्झ्यो भने ज्ञान प्राप्त गर्नु सजिलो हुने हुन्छ अब आजभोलि हामीले के हो त भन्दाखेरि अब गुरुजी गुरु जस्तो छ भनेर विश्वास गर्नु धेरै गाह्रो छ आजभोलि एउटा झेर मुछेको एउटा यहाँ के छ के बताउनु भएको छ त भन्दाखेरि गुरुलाई गुरु जसरी नदेख्ने त्यही कारणले गुरुलाई गुरु जसरी देखे तापनि अनि एउटा सुँगुर कुकुर जस्तो अब नदेख्ने चाहिँ अब राम्रै हो त्यही कारणले अब आफ्नो गुरुलाई अब गुरुलाई बुद्ध जस्तो नदेखे तापनि के हो त कुकुर र सुँगुर नदेख्नु राम्रै हो जस्तो भन्नु भए जस्तै हो त्यही कारणले अब गुरुलाई आफ्नो स्वयं गुरुले ज्ञानले परिपूर्ण भयो गुरुलाई गुरु जस्तो सम्झिनु पर्दछ हैन बुद्ध जसरी सम्झिन नसके पनि गुरुलाई गुरु सम्झिनु पर्दछ त्यो पनि आजभोलि धेरै गाह्रो देख्दछु यो समयमा म हामीले कस्तो विचार गरेर गुरुलाई बुद्ध जसरी हेर्ने त भन्दाखेरि गुरुलाई बुद्ध जसरी हेर्नुको लागि अब श्रद्धा भक्ति कसरी अब जन्माउने त भन्दाखेरि अब मेरो विचार यसमा के राख्नु पर्दाखेरि झोजेलाई अब ढुमढुमले के अब आज्ञा राखेछ टिबेटमा ध्यान गर्ने धेरै रहेको छ भोटमा एकदम ज्ञान गुणस्तर एकदम राम्रो प्रसन्न हुने अब एकदम थोरै छ किन हो त भनेर सोध्दाखेरि अब अतिशाले भन्नुभएछ कि ढुमढुमलाई भन्नुभएछ कि मायानी हिनायानी बज्रयानी जस्तो सुकै धर्म भए तापनि जस्तो सुकै के हो त ज्ञान भए तापनि सबै गुरुदेखि नै जन्माउने हुने हो त्यही कारणले गर्दाखेरि अनि आफ्नो लामालाई अनि सामान्य जस्तो रूपमा हेर्यो भने अनि ज्ञान एकदम प्रसन्न हुने कहाँ पाउँछ त पाउँदैन नि त्यही कारणले अनि आफ्नो पूर्व गुरुहरूले साँच्चै नै गुरु जसरी सत्कार सम्मान गरेन भने कहिले पनि ज्ञानहरू आफूभित्र प्रवेश हुँदैन त्यही कारणले आफूलाई बुद्ध जसरी नै संज्ञा राखेर हेर्नु पर्दछ भनेको छ त्यही कारणले गुरुलाई बुद्ध जसरी अब तपाईँले श्रद्धा गर्नुभयो भने गुरु बुद्धकै आशीर्वाद लाग्छ गुरुलाई बोधिसत्वको जसरी हेर्नु भने गुरुलाई बोधिसत्वकै आशीर्वाद लाग्छ गुरुलाई सामान्य मान्छे जस्तो हेऱ्यो भने तपाईँमा मान्छेकै आशीर्वाद लाग्छ भनेर बताउनु भएको छ त्यही कारण जस्तो सुकै अब विश्वास को लागि एउटा स्रोत राख्यो भने गुरुलाई बुद्ध जसरी विश्वास गरेन भने केही पनि फाइदा हुँदैन भनेर यसरी बताउनु हुँदछ अनि आफ्नो गुरु र बुद्ध जस्तै हो भने बुद्ध चाहिँ के हो त भनेर विचार गर्नु एकदम जरुरी छ सामान्य अब मान्छेहरूको विचारमा सबसे राम्रो मान्छे कस्तो असल मान्छे कस्तोले भनिन्छ राम्रो बानी व्यवहार कस्तोले भनिन्छ हैन सबै ज्ञानले युक्त भएको दोष रहित भएको कस्तोले ज्ञानले भरिपूर्ण भएको पुरुष कस्तो हो त भने अनि आफ्नो विचारमा छ नि त्यो कस्तो हो त भन्ने अब त्यो विचार मिल्दैन बेग्लै छ नि त कुनै मान्छेको विचारमा किन एउटा आफूले आशा राखेको जस्तो मान्छे भेट्नु कम छ नि त अब यसको लक्षण के हो त भन्दाखेरि अब त्यसमा बहस गर्ने धेरै पनि छ हैन कुनै धेरै राख्छ कसैले ठिकै राख्छ जे भए तापनि अब बुद्ध भन्ने बित्तिकै हाम्रो विचारभित्र के छ भन्दाखेरि बुद्ध भने एकदम भयङ्कर एकदम हामीले विचार गर्ने नछन् एकदम अनि मान्छे नभएको भगवान जस्तो जिउमा रोशनी बत्ती बोलेको अनि एउटा भगवानको कथा जस्तो अनि मान्छे जस्तो हामीले कहिले पनि सम्झिँदैन नि त त्यही कारणले गर्दाखेरि बुद्ध जस्तो हेर्नुपर्छ भन्दाखेरि के हो त
अनि हाम्रो बिचमा के त ल्हासाभित्र टिबेटमा ल्हासाभित्र भयो के त मूर्ति पनि हिँडे जस्तै त्यस्तो सम्झिनु हुँदैन नि त नभए के त बुद्ध भने आकाशदेखि के हो त अब उडेर मुनि भूमिमा पतलमा अ, झर्ने त्यस्तो त विचार आउँछ नि तर त्यस्तो त होइन नि हाम्रो सामान्यको हेराइमा के हो त बुद्ध भनेको चाहिँ के हो त अनि 2500 वर्ष अगाडि अब भारतमा पाल्नु भएको भा भारतमा नेपालमा जन्मिनु भएर लुम्बिनीमा जन्मिनु भएर भारतमा पाल्नु भएको होइन त्यो पहिला आमाको गर्भदेखि लुम्बिनीमा नेपालको लुम्बिनीमा जन्मिनु भयो जन्मिनु भएर अनि पछि के हो त आमाको गर्भमा थियो नि त उहाँ 9 महिना बस्नु भयो नि त 9 महिना बस्नु भयो नि त हामी जस्तै त हो नि काका अब काका उहाँले देवनागरी त पढ्नु भयो नि त खाना पनि खानु पर्यो टोयलेट भन्नुपर्छ उहाँ बेलुका उहाँ सुत्नु पर्यो कहिलेकाहीँ अब रोग 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 पनि लाग्छ नि त बिमार पनि बुढा पनि हुन्छ होइन अनि उहाँ परिनिर्भर अब भनौँ न अब अब सामान्य भन्दा मर्ने पनि छ नि होइन सुख दुःखको उहाँलाई एउटा भावना पनि छ नि त यस्तो दर्शन गर्दाखेरि के हो त पहिला दर्शन मान्छे बुद्ध बुद्ध मान्छे नै हो नि त अब एकदम के हो त आश्चर्यजनक के हो त उहाँ बुद्ध हुनुभयो नि त उहाँ बुद्ध हुनुभएको एकदम फरक फरक एकदम आश्चर्यजनक हुने कुरा यो हो बुद्ध भन्ने बित्तिकै एकदम के त अचानक अनि 3टा टाउको भएको 6वटा हात हुनुभएको त्यस्तो अब रूप देखाउने शक्ति अनि एकदम हात ज्यादा पलाएको टाउको ज्यादा पलाएको जिउमा प्रकाश पलाएको त होइन नि त अनि आजभोलि अनि तपाईँ ज्ञान प्राप्त भयो भने चाहिँ अनि एउटा निधारमा आँखा आउँछ एउटा ज्यादा आँखा आउँछ भन्ने कुरा चाहिँ त्यस्तो होइन नि आँखा पलाउने कुरा होइन नि बुद्ध त हुने भने के बुद्ध हुने भने के हो त अनि सबै कुराहरू के हो प्रष्ट रूपमा जान्ने जुन कुरा के हो त अरूलाई के हो त गल्ती रहित प्रत्यक्ष रूपमा देखाउन सक्ने संसारको वास्तविकता के हो इति एउटा प्रकृति के हो सबै देखाउन सक्ने यसमा कुनै पनि गल्ती नभएको कमजोर नभएको बुद्ध भनिन्छ सबै ज्ञानले भरिपूर्ण भएको गलत सबै हटाइसकेको बुद्ध भनिन्छ न त्यो पाए अनि बुद्ध हुनु भनेको बुद्ध चाहिँ भगवानको रूपमा परिकट रूपान्तर हुनु भनेको होइन नि त्यही कारणले बुद्ध हुनु भन्ने बित्तिकै के हो त बाहिरको रूप चाहिँ भगवानको रूपमा परिणत हुने हो भनेको होइन नि त त्यही कारणले गर्दाखेरि एउटा उदाहरणको लागि यदि भविष्यमा भनौँ न एउटा वैज्ञानिकले कुनै एउटा मिसिन यन्त्रदेखि अनि एउटा समयलाई चाहिँ के हो अगाडिसम्म जानुसँग एउटा यन्त्र बनायो भने अनि बुद्ध भएको बेलामा हामी पुग्ने एउटा मौका पायो भने हामी माथि पुग्दाखेरि कुनै मान्छे बुद्धको बेलामा पुर्याइदियो भने त्यस्तो मिसिन बनाइदियो भने त्यो बेलामा के हो त्यो बेला अब के भन्छ यो बुद्ध गएको बोधि वृक्ष मुनि बुद्ध प्राप्त गर्ने ज्ञान प्राप्त गर्ने मान्छे खोज्नु छ भने त्यो हामीले भेट्छ कि भेट्दैन इन्टरनेट धेरै समस्या भएको कारणले गर्दाखेरि मैले राम्रो बुझ्न सकेको छैन त्यही कारणले गर्दाखेरि
정주 신중 오래야 미규만 하신 지그 상계지 제비나 아주 이체를 이 체가 말아 돼. 대단 상계 말에 상계에서도 다왜 초딩이 너지 가르쳐 다지 첨부지 유기를 삼 파르다 수도 지그러 와. 마도 미긴 뒤에 예배 상계 오만 때라 돼. 도나처럼 지금 말아. 가야상 아주 삼년 나로 상계에서도 지 상 아주 삼년 난그 상계에 대라 상계 오만 등이 버르라 해봐 전부 쇼도 예배 인도상 아주 남자 이 지금 말아. 대삼도 마세 급티디 야가래야 신기 중의 곰 yapdengi 개정 개발도 파고 망보여. 신기 중의 대dengi. 근데 개정 개발지 망보여. 근데 인도산에 다 상계 잡은 근데 파다스라 상계 잡은 근데 롱바 강도 여러 급티디. 근데 상계 엄마 가리 수하고 그래. 하고 말어 와 돼. 근데 인도 깔라 가버려 something. 근데 인도산에 녜래야. 아주기 상계 샤게토버도디 미 수수 때문에 간사지 임베디 하고하셔와 대제비나 라마 상계레 사기 고아 냐데레 라르두고레 삼탱 직대 지단다 개외 신년이나 라마 사야디 치 남바 타메베 개외 신년다 라마 사야디 मेरो इन्टरनेट ande समस्या chik भएको wala कारणले resa गर्दाखेरि मैले chi बीचबीचमा namba tamebe जोड्न chi सकेन, क्षमा पाऊँ। nangwala nandingi mitela kuyo garwa chi अ, namba lama sayaji chi namba ki जे miti भए तापनि so rangla ya वैज्ञानिकले chi त्यस्तो namba समयमा so पुर्याइदियो भने lona तपाईँ अहिले kangba तपाईँले chiba सोझ्यो chi आकाशदेखि उड्ने एकदम tene प्रकाश भएको त्यस्तो भेट्नु भएन भने तपाईँ के गर्नुहुन्छ? thana ji त्यही sangye कारणले sayade chi namba tela minjoba nangi बुद्ध भनेको gyoba चाहिँ chana बाहिर tela रूपमा देखा पर्दैन है नि त, thamar भित्री so गुणदेखि sangye बुद्धले duso असलमा ge खोज्ने हो नि त। gudun so ji khare अ, wasana dujala अब lama manro atemba ti chana ta sangye gujo sa korang gyoba korang be chawan zo di बुद्ध ta कस्तोले भनिन्छ त tisha भन्दाखेरि सबै ज्ञानले ti gunzen परिपूर्ण dene भएको ngazu sangye shaga हेय thoba अभय gyoba त्याग shigyo गर्नुपर्ने कुरो सबै kaysa ngazu ज्ञानदेखि lamdo परिपूर्ण बुद्ध lam भनिन्छ नि त। thomro tenge हामीलाई dene ta मार्ग देखाउने, daja temba shigyo गल्ती नभएको teta सही ta na मार्ग ji देखाउनेले lama बुद्ध yang भन्छ thaba नि त। shibi na ti kyang ane sangye nashin lam सही manorwa अब ngazu le ya आफ्नो tu गुरुले yebe के indu हो? san सही मार्ग ta देखाउने, tela chamba सत्य yin मार्ग देखाउन lama सक्ने ti क्षमता भएकोले वही त lama भने ti बुद्ध gi भनेको। temba sangye ge zaban zigi अनि yore temba sangye बुद्ध भनेको nashin gi बाहिर ta रूप, वर्ण, छाला, lobe gi हड्डीमा chawa chigi yore निर्भर हुँदैन नि त। बुद्ध lama to lama भनेको gyuba de भित्री temba chimbi ina ज्ञान ane भरिपूर्ण khomgi परिपक्व tembe भएकोमै che de परिपक्व temba shaka भएकोलाई temba हामीले de बुझ्नु sugi पर्दछ। chini chi parma che ba gyu ne ta kibu त्यही to कारणले lama हामीले chi एउटा namba मानवको रूपमा एउटा मान्छे आउनुभएको छ, मनुष्य thala आउनुभएको rangla छ। उहाँले thala गुरु rangla पहिला tu ba बुद्धले gyu ज्ञान ne प्राप्त chade के गरे? tene त्यही indu ज्ञान san हासिल ane गर्दै गर्दै tame गर्दै puni उहाँले che हामीले देखाउनु shiba भएको te छ। ta ngar त्यो sangi देखाउने sangi gi बुद्ध पनि gyu ne che shiba ni ba त्यही त हो नि, paji के gyu फरक ne छ र? ba ro chi बुद्ध हुने che बित्तिकै shiba रूप, chi go छाला परिवर्तन हुने, tene indu san टाउको नयाँ आउने, kebar हात me ba नयाँ chi थपिने त होइन नि ti त। gyun san la tene ta gyun sen tene che ko thona त्यही samdang कारणले de अनि वज्रधारा भने यही नै हो, Roma la che namda tembe gewe प्रवचन shinge फरक thona नहुने। sange tabu ji res laba ina hamba cha cha wa अनि lama आफ्नो thana gyoba चेलालाई de सही ma se ba मार्गदर्शन ngui ni सही su de gyuba de बाटो ma देखाउने ye गुरु sam बुद्ध नै हो भने कुनै पनि के हो त अनि कुनै पनि अर्थमा फरक tene छैन, ta अनर्थ su chi लाग्दैन। nambal thame त्यही be नै na हो गुरु। thame pa la na de be mi de la gewe shinge ge chen shin mi jo ba rang la ya che namda sumba song lo na kondo chibar chenge gi ta gewe kondo chibar chenge gi khasa de la आफूले gewe सही shu de jo ba मार्गमा chi लाने गुरु नै tene cha बुद्ध नै हो भन्दा केही गल्ती हुँदैन। thế chăm đồ mà sẽ यही नै हो tem là कल्याण kondo मित्र chi vật गुरु भनेको, thế यो bắt đầu लामा chỉ भनेको sang यही नै हो। khoang gì आफ्नो लामा, ngõ và nhị आफ्नो nhị गुरु भने thứ यही नै là हो। ngã phổ biến của sự chuẩn bị यो làm mà मात्रै sự नभएर sự के हो chuẩn त? bị suy rồi thế xong rồi là cái đó sao भने nhị nhị भविष्यमा thứ म này à कलियुगमा एउटा गुरुको रूपमा, आचार्यको रूपमा, कल्याण मित्रको रूपमा आउनेछु भन्ने भन्नुभएको छ नि त। anh chuyện đấy bắt đầu cái यो कलियुगको बेलामा म ta यसरी ngã देखा पर्छु भनेको tem कारण bắt के đầu हो त? sang đó anh ta người cái सही chuyện मार्ग gì देखाइरहेको छ नि त chuyện gì हामीलाई। cái अहिले bắt कलियुगको बेलामा chuyện कति gì रूपहरू chuyện आउनुभएको gì छ cái bắt गुरुहरू, mẹ sang bà thế nên suy cho आचार्यहरू। bà đấy chúng sinh khai ra là ngã tại nhà nghe là đầu suy tiền bà yên này thứ đã nó bắt tham gia đồ nhà nghe là mình đâu phải nên rồi thì dễ đi thế nên sao nó cái bà những mấy thứ số anh cái gì 교랑 nhẹ tiền bà lại à số bà yên thì điều अब nhẹ 교랑 cái so bên đó अहिले chuyện भनेको छु cái नि, bà đó thiên यो bị कलियुगको nhị cái बेलामा bà यो xin chứ बुद्धको ta वचनहरूलाई, đen năng वचन ngồi देखाउने suy bà bà गुरुहरूलाई rồi सही मार्गमा लागेर तिमीले गुरुलाई गुरु जसरी पुकार्यो भने कलियुगमा स्वयं नै तिम्रो अगाडि 다 아주 आउनेछु 도바 भनेर बुद्धले 드리차디 भविष्यवाणी गर्नुभएको छ नि 사스요 त। 라마 상게 हामीले यस्तो अब 사야사데 그 शङ्का 상가 पनि 그 लाउन 자데 सक्छ।
장아 계절에 마도 낭버지단 티버 티우몽로 용서 잡이 계절지 말했어. 삼나 대대ம்ப 말했어. यो चाहिँ अब सबै बौद्ध मार्गीलाई होइन कुनै कुनै बेला अब सबैले लाग्दैन कुनै एउटा व्यक्तिगतको लागि हो भने tenji jube kembola tamba wanyamdo dushin ngando shabarcha rimjucha nyudo dawarcha nyudo drowarcha kubarcha एक आफूलाई ज्ञान दिलाउने चरा देखाउने खेम्बो गुरुलाई पनि के हो त अनि सम्मान गर duwe na rola ya ngane kembola ya tembe dushi सधैँ नै सम्मान गर सत्कार गर आफ्नो शिरमा राख dame भने shingi tiba shimbi do त्यसै गरी अब chö juben do na rola ya अब माइने सूत्रभित्र छोचिबिदु भनेको छ nenge 10 धर्म सूत्रभित्र भनेको छ tembe dushi ke ba thas ती जस्तै शरीर वचन चित्त र नराम्रो कुरादेखि चाहिँ फोहोर मैला स्थानदेखि अब मुक्त भएको खेम्बो नै गुरु हो भनेको छ सेमेगु सुविदो भित्र यस्तै कुरा रहेको छ delaya papa sonam tamji dibi dingin zin shi jawa tiba chimi duas che je kona chen chigla dinde sungu do di nalo lai ane da kare chele mengi dushi che kembo da loben le dembe dushi ke ore sungu do tene hindustane ane chiri sange dushi sange da jabu da chidan nam yu dele sunsu ji do wa doga nalo lai be sange jabu 지 라마데 상견 잡으질이야 응지체고레 수요레스 나 갈이야 상견 응을이야 응지체고레 수요레스 이제 드니지 수 개발을 여와를 채능도 간다야 딱 간다 상견 잡아 딱 간다 드리질이야 따고요레스 드네 인도산 땅 알아 소리야 고야데 가르잖아 텐드비가 람된 생긴게 라마 지지부 뭐인바 대단 잡아주기 개천보지 가려 어려서나 이세 고야도 개좀 잘 이세 매비나 다네 상경외 패비나 깔라카 가래스나 배나 상계 좀 된데 지딩이 걸다 밀루 제주라 쇼부로 봐 제주라 쇼네다 미망보지 건 대바다 이세 어래 다네지 공기 제수 쇼네 저와 터바야 망고요 어래 와 양 콩라 대바 미샹게 린다 미징게 타나 도난 자면 미징게 딘데 망보여 라버도 듀리진로 जबजिना जस्तो कि तगा बुद्धलाई अब सोले सत्कार सम्मान नगर्ने अब देवदत्त जस्तो पनि देवदत्त पनि रहेको छ kumje ingen jige ne sangye la chagdo sa ro dangsim ge ta na sangye gu zhong a ge tepsi ting mang bu che ro a da dian zhe ge mi din de chong yo ro de ne yin du sa ne zo ge sangye de bu la zhe ba sang bon zhong ge zhe ba nian bon zhong ge zhe ba za ne min zhong ge din zhe ge da ri mi zhong mang bu chong yo 아 중요하게 마도베 상게 베 그게 슈이야바 잠시게 베 대박 미탐지 대박 기거를 했잖아 띵해 봐요 봐 저와토거를 했잖아 띵해 봐요 드네 인주산에 조디 랑연의 대박의 이제 요구하되 개신부인 뭐지 뒤동거도 와 드네 인주산에 대박 이제 이어바 대당 안에 가르쳐야 돼 라마 땜바 이어바 띵이 개치 중으로 찍버렸다. 참참 이제 이어봤대 안에 가르쳐 람땡게 이어봤대 개체를 차 참참 때 개체 차비 내가 붙은데 용디가 다 될라 룽지시야. 룽데 एउटा म 가라서 कथा भन्न जाँदैछु क्षमा पाऊँ आज मेरो इन्टरनेट धेरै एकदम कमजोर भयो एक समयमा एउटा चरीमा जाने एउटा तीर्थ रहेको छ एउटा सिङक्युङको चरी चरीमा जाने इच्छा लागेछ एउटा बुढी मान्छे सुनेछ एउटा मान्छे चरीमा जाँदैछ भनेर यो बुढी आमा त्यो एउटा मान्छे उठाउनु गएछ तपाईँ दुईजना चरीमा जाने भनेर मैले सुनेको छ सत्य हो भनेर सोधेछ मान्छेले चाहिँ हो सत्य नै हो भनेर भनेछ आमा एकदम खुसी भएछ त्यसो भए मेरो एकदम इच्छा पुरा भयो भनेर भन्दैछ तपाईँ यो धेरै टाढो बाटो हो त्यही कारणले अब के अनि बाटोको लागि खाजाहरू म दिन्छु भनेर होइन खानेको लागि एउटा अनि छुर्पीहरू अनि छुर्पी चम्पाहरू दिएछ अनि तपाईँलाई केही अब मगन त छैन अब
अब तपस्वी 다 भनेर गुरु छ 기무가 त्यहाँ 소원 대베기 때 도중중이 기롱 अनि 기롱 मैले 지서 प्रार्थना गर्ने एउटा सानो एउटा ढुङ्गा ल्याइदिनु भनेर प्रार्थना गरेछ। 아이서다데 저리 किन भन्दाखेरि 대로 긴고레스 근데 게 यो चरी 군중이 भने चाहिँ यो 게 चक्र सम्बरको मण्डला 도중중이라 हो। 되네 त्यही कारणले यो 미리게 सानो 도중 अनि 시인스 라바레스 दाइ त्यो 다고니 얘네 ढुङ्गादेखि चाहिँ मैले के त यो 대단한 जीवनमा के हो त 미래 인식집에 त्यो त अब 게 돈을 मान्छे 치마레스 मान्छे जुनी पाएको एकदम 다들이 फाइदा 군중 हुनेछ 다 भनेर 저를 बताइन्छ। 저를 꼬라 अनि 때는 त्यो 저를 यो त सजिलो हो भने दुईजना 도쿄야 मान्छे चरीमा 제바요 गएछ। 도쿄야 पछि त्यो 제는 चरीदेखि 제바데 फर्केर आउँदाखेरि अब 코란이 ढुङ्गा ल्याउनु 제바데 भुलेछ। 센스입니다 딱 군이 수 퍼유를 넣어네 퍼유를 अब 넣어야 यो 되잖아 ढुङ्गा ल्याउनु 근데 भुलेछ। पछि 에 आफ्नो 근데 गाउँमा आउँदाखेरि 코란이 수 넣어야 뒤수이 될래 인도산 이모 अब यो 그거라고 समयमा अब 그거가네 왜 잘하지네 군이 अब 넣어야 못 오다면 फिर्ता फर्केर समय नै अब फर्किने समय भएकोले 이모 떡에 बुढी चाहिँ 가서 कुडिरहेछ। बुढी मान्छे चाहिँ 따지게 통일돼서 남사 도키규 디 제바데 체인지 딱 가르쳐 अनि त्यो दुईजना मान्छेले ठक्कै होस् ओहो ला बुढी त 아마들 कुरिरहेको रहेछ। अब के गर्ने भनेर अनि ढुङ्गाले त भुले मात्रै देखे त। अब 돈하고 준준지 기무되게 अब 마송 के फरक 사야 पर्दैन। त्यो 수에 कालो ढुङ्गा त्यहाँदेखि खोजेर लैजाउँ भनेर चाहिँ अनि बुढीले नदेख्ने गरी के हुँदैन कालो ढुङ्गा अनि बोकेर खाताले पुरेर अनि साँच्ची नै त्यहाँको जस्तै माथिबाट बोकेको ढुङ्गा जस्तै बोकेर अनि त्यो बुढीको ठाउँमा गएछ। 디 수부대고 임베 랑갈갈에 체 송다 마송 지게저 티네 अनि बुढीले अनि तिमी 근데 एकदम तिमी दुईजनालाई के गाह्रो त भएन बाटोमा रोग दुख बिमार त केही भएन भनेर सोधेछ। अनि हामीले केही पनि 당연히 भएन ठिकै 도트가 छौँ हामी 짠디 सही 키위잖아 सलामत यहाँ आइपुग्यो भनेछ। 그지잖아 거니까 아 대다 अनि बुढीले भनेछ 인다더니 मैले 이거 भनेको सामान त ल्यायो होला नि भनेछ नि 아주 सोधेछ। 가수는 도나치 दुईजनाले 무슨 हामी ल्यायो त ल्यायो किन ल्याउँदैन यो त एकदम एकदम हामीले होसियारपूर्वक ल्याएको छु लिनुहोस् भने हेर्नुहोस् त भन्नाले 돈 아고디 아니 यो यो 아무리 कालो 되지 ढुङ्गा चाहिँ धक्पसिरीको भनेको है त यो 근데 아마 यो 기모디 चक्र सम्बरा 그거를 कुण्डलाकै 아마들이 ठाउँको यो ढुङ्गा हो नि 이지심도 भनेछ। 이상해요 딱 오늘 전에 भोटमा अब धेरै श्रद्धा भक्ति गर्ने आम धेरै छ भोट आज धेरै छ। अनि अर्को कुरामा ओहो मनमा यो चाहिँ साँच्ची नै मेरो यो इष्टदेव प्रत्यक्ष नै हो उही नै हो भने शिरमा रहेर सधैँ नै जे खाए पनि जे लगाए पनि सब अगाडि बिहान दिउँसो बेलुका सधैँ नै चढाउँदो रहेछ। बिहान बेलुका सही चोटि ढोक गरेर प्रार्थना गर्नुहुँदो रहेछ त्यो बुढी आमाले। अनि पछिदेखि त्यो ढुङ्गाभित्रदेखि दर्जी फग्मो वज्र बाह्रै अब स्वयं मूर्ति त्यहाँदेखि अब के हो त अब स्वयं उत्पत्ति भएछ। त्यो देख्ने बित्तिकै एकदम धेरै त्योभन्दा एकदम दृढ विश्वास ज्यादा भएछ। एकदम श्रद्धा भक्ति ज्यादा भएर पछि के हो त रिङसेल बुद्धको अशुद्धता धेरै जन्मेछ। अनि पछि अब अनि पछि बुढी आमे पछि मरेर पछि के हो त नारोखाचोमा अब शेखर भूमिमा हो नि जुनी भयो जुनीले छ भन्ने कुरा पनि छ है। यो श्रद्धा भक्तिको के हो एउटा विश्वास पात्र श्रद्धा भक्ति गरे भने बुद्धको अष्टधातु वज्र बाह्रैको रूप पनि जन्मिन्छ कुरा यो। त्यही कारणले गर्दाखेरि अनि श्रद्धा भक्ति सफा हुनु पर्दछ। आजभोलि अब बौद्ध धर्म धेरै छ अनि असत्य गुरुहरू अब एउटा देखावटी गुरुहरू भेट्ने धेरै छ है चेलाहरूले। त्यही कारणले अब चेला राम्रै छैन आफ्नो विचार नकारात्मक सोच कालो सोच छ भने गुरु राम्रो कहाँ भेट्दैन नि। अनि देखावटी गुरु भेट्छ। दुसुम खेम्बाले भन्नुभएको छ कि त्यही कारणले गुरुले दुसुम खेम्बाले भन्नुभएको छ कि चेलाको ऐना नै गुरु हो भनेर। अनि जस्तो चेला छ त्यस्तै गुरु भेट्ने छ भनेर बताउनु भएको छ। अनि बाहिरी गुरु एकदम राम्रो खोज्ने चाहिँ के हो त नि बाहिरी एकदम राम्रो शानदार एकदम एउटा ह्यान्डसम भनौँ न होइन सुन्दर भएको भेट्छ। अनि भित्र केही नभए कुनै मान्छे के हो त भन्दाखेरि अब अनि गुरु भन्ने बित्तिकै के हो त आफ्नो चेलालाई एकदम राम्रो हेर्ने निगाह गर्ने दया गर्ने अनि अरूलाई भन्दा मलाई धेरै आँखा नजर लाउने त्यस्तो गुरु अब खोज्छ नि प्रायः होइन। त्यस्तो गुरु चाहिन्छ भने धेरै मान्छेले अब
अनि त्यस्तो इच्छा छ भने गुरु पनि त्यस्तो फेरि आँखा धेरै लाउने गुरु भेट्छ है फेरि। उदाहरणको लागि एउटा मेला रेपाको लागि के हो त अब मेलाको उदाहरण पर्दाखेरि अब उहाँले अब के विचार आयो भन्दाखेरि उहाँले मैले मान्छे धेरै मारेँ, अब के हो त मैले मान्छे धेरै मारेँ, अब यो जीवनमा मैले पुण्य गरेन भने त म जसरी नरक जाने, त्यही कारणले मलाई अब बुद्धको ज्ञान हासिल गर्नु लागि एउटा गुरु भेटेन भने त अब अनि बुद्धको ज्ञान हासिल गर्ने गुरु भेट्ने बाहेक अरू कुनै विकल्प छैन भन्न नि गुरुको खोजीमा लाग्दाखेरि अनि गुरुले बुद्ध जसरी नसम्झे त नहुने भयो अनि मिला रेपाले अनि मार्पा गुरुले स्वयं मिला रेपा गुरु जसरी अब बुद्ध जसरी मार्पाले सम्झिँदाखेरि विचार गर्दाखेरि अब उहाँले साँच्चै नै संसारको दुःखदेखि मुक्त हुनु बुद्ध हुनुभयो कुरा यो हो नि त। त्यही कारणले गर्दाखेरि आफ्नो सही विचार छ, आफ्नो मन सफा छ भने गुरु पनि एकदम ज्यादा भेटेर जान्छ। त्यही कारणले गर्दाखेरि अब अनि अनि ठुलो हेर्नुहोस् त अनि आफ्नो कालो विचार छ, नराम्रो विचार छ, नराम्रो के घरपा मिलेर स्वयं आयो भने त्यस्तो हामीले हेर्छ हेर्दैन अनि गुरुले कुनै गाईको के भन्छ अनि पुलिस ल्याएर गुरुलाई जेलमा हाल्यो एकदम बहुलको यो रड्डीको जेलमा थुन्छ त्यस्तो कुरा गर्छ अनि गुरुलाई लामालाई अनि गुरु र चेलालाई नि मुख लाउने आरोप लाउने धेरै त्यस्तो समयमा हामी आइरहेको छु अहिले होसियार अनि त्यस्तो समय त्यही कारणले अनि यस्तो अप्लाउने समयमा मार्पा मिलेरेपा गुरु छ भने पनि हामीले सायद उहाँलाई मार्पा मिलेरेपा जसरी न हेर्दैन होला। एउटा विश्वास सफा विश्वास र एउटा बसरो चाहिँदछ अनि मात्र ज्ञानहरू आफूलाई जन्माउने हुन्छ। आज म यतिमै राख्न चाहन्छु, आगामी दिनमा फेरि यसको निरन्तर दिनेछु। भवतु सर्वमङ्गलम्। क्षमा पाऊँ, आज इन्टरनेटको समस्याले गर्दाखेरि मैले बिचमा अनुवाद राम्रोसँग गर्नु भएन। हजुरहरूले अङ्ग्रेजीमा भएको र कुनै कुराहरूले सुन्नु होला, क्षमा पाऊँ। हस्, नमस्कार।